हुन्छ प्लानिङ एन्ड डिसिजन मेकिङ, अर्गनाइजिङ, लिडिङ एन्ड कन्ट्रोलिङ। यो भनेको म्यानेजमेन्टले गर्ने ओभरअल काम भनेको यति नै हो, प्लानिङ एन्ड डिसिजन मेकिङ, अर्गनाइजिङ, लिडिङ र कन्ट्रोलिङ। यो हाम्रो बेसिक फङ्सन हो। त्यही कारणले यसलाई सेट अफ एक्टिभिटिज भन्छ। डिरेक्टेड एट अर्गनाइजेसनल रिसोर्सेस। कुन कुन रिसोर्सेस हुन्छ? ह्युमन रिसोर्स हुन्छ, फाइनेन्सियल रिसोर्स हुन्छ, फिजिकल रिसोर्स हुन्छ र इन्फर्मेसनल रिसोर्स हुन्छ। मैले हजुरलाई यो डेफिनेसन किन भने यो डेफिनेसन याद गर्दै गर्दाखेरि हजुरलाई डेफिनेसन पनि याद हुन्छ, म्यानेजमेन्टको फङ्सन पनि याद हुन्छ, अर्गनाइजेसन रिसोर्सेस के हो त्यो पनि याद हुन्छ, र अर्गनाइजेसनको गोल र इफिसियन्सी र इफेक्टिभनेसको बारे पनि हजुरलाई क्लियर हुन्छ। एउटै डेफिनेसनले हजुरलाई म्यानेजमेन्टको डिफ्रेन्ट डाइमेन्सन्सको बारेमा चाहिँ हजुरलाई चाहिँ अलिकति कुरा गर्ने कारणले गर्दा मेरो डेफिनेसन यो एकदम मनपर्ने डेफिनेसन हो मलाई। अब यसलाई सरसर्ती भन्दा के हुन्छ भने म्यानेजमेन्ट इज द सेट अफ एक्टिभिटिज directed at organizational resources with the aim of achieving organizational goals in an efficient and effective manner भनेको चाहिँ हाम्रो यो डेफिनेसन हामीले यो बुझ्नुपर्छ। हेर्नुहोस् है, त्यही कारणले बेसिक फङ्सन प्लानिङ एन्ड डिसिजन मेकिङ, अर्गनाइजिङ, लिडिङ एन्ड कन्ट्रोलिङ। बेसिक रिसोर्सेस कहाँ सोधो भने ह्युमन रिसोर्स, फाइनेन्सियल, फिजिकल एन्ड इन्फर्मेसनल, र यहाँ अल्टिमेटली अर्गनाइजेसनल गोल एचिभ गर्ने, तर कसरी? इफिसियन्ट र इफेक्टिभ वेमा। अब हजुरले बुझ्नु पर्यो इफिसियन्सी भनेको के हो, इफेक्टिभनेस भनेको कुरा बुझ्नु पर्यो है। यहाँ हेर्नुहोस्, यो इफिसियन्सी भनेको इफिसियन्सी कस्टसँग कन्सर्न हुन्छ। कस्टसँग कन्सर्न हुन्छ भने इफेक्टिभनेस गोलसँग कन्सर्न हुन्छ। यो कुरा हामीले बुझ्नु पर्यो है। हजुरलाई कहिले सोधिहाल्यो भने इफिसियन्सी र इफेक्टिभनेसको डिफरेन्सेस सोधिहाल्यो भने यही कुरा बुझ्नुपर्छ। इफिसियन्सी कस्टसँग कुरा हुन्छ, कति कम लागतमा कुनै पनि काम गर्न सम्भव भयो भन्ने कुरा इफिसियन्सीले हेर्छ भने जुन टार्गेट हामीले सेट गरेका थियौँ त्यो टार्गेट एचिभ भयो कि भएन भन्ने कुरा चाहिँ इफेक्टिभनेसले हेर्छ। त्यही कारणले हाम्रो म्यानेजमेन्टको गोल भनेको बोथ इफिसियन्सी पनि हो र इफेक्टिभनेस पनि हो। जुन टार्गेट सेट गरेका छौँ त्यो एचिभ गर्नु पर्यो विथ लो कस्ट भन्ने कुराले चाहिँ यो इफिसियन्सी एन्ड इफेक्टिभनेसको कुरा गर्छ है। अब हजुरहरूलाई मैले हजुरलाई फेरि भनिहालेँ, यहाँ हजुरको म्यानेजमेन्ट फङ्सनको कुरा गरेको छ। हेर्नुहोस् है, यहाँ पिओएलसी फ्रेमवर्कको कुरा गरेको छ। हजुरहरूले यहाँ के बुझ्नु पर्यो भने पिओएलसी फ्रेमवर्क भनेको यो वाइडली युज फ्रेमवर्क हो है। यो एकदमै वाइडली युज फ्रेमवर्क हो। यो वाइडली युज फ्रेमवर्क हो। यो फ्रेमवर्कलाई चाहिँ हेनरी फेयोले डेभलप गरेको हो इनिसियल्ली। र पिओएलसी फ्रेमवर्कले के भन्छ भने म्यानेजमेन्टको जम्मा 4वटा फङ्सन हुन्छ, प्लानिङ एन्ड डिसिजन मेकिङ, अर्गनाइजिङ, लिडिङ एन्ड कन्ट्रोलिङ। यो सबै फङ्सन गरिसकेपछि म्यानेजमेन्टले गर्ने यति मात्रै हो। यहाँ मध्ये पनि हजुरलाई कसैले सोधो यो 4वटा मध्ये पनि म्यानेजमेन्टले गर्ने एउटा सबैभन्दा इम्पोर्टेन्ट फङ्सन भनौँ भने हजुरले के भन्नु भने मोस्ट इम्पोर्टेन्ट फङ्सन भनेको चाहिँ हजुरको मोस्ट इम्पोर्टेन्ट फङ्सन भनेको यहाँ मध्येको प्लानिङ एन्ड डिसिजन मेकिङ हो। प्लानिङ एन्ड किन म्यानेजमेन्टले जे गर्छ त्यो सबै प्लानिङ एन्ड डिसिजन मेकिङ हो। चाहे जे गर्छ, कुनै पनि कुरा सोच्नु, जे गर्छ उसले पहिले उसले प्लान गर्छ अनि डिसाइड गर्छ। जे गरोस्, चाहे उसले अर्गनाइज गरोस्, अर्गनाइजिङ भनेको रिपोर्टिङ रिलेसनसिप इस्टाब्लिस गर्ने होइन, सिक्वेन्स अफ इन्फर्मेसन हेर्ने, अनिखेर इन्टर डिपार्टमेन्टल कोअर्डिनेसनको कुरा गर्ने। यो पनि कुन राम्रो हुन्छ उसले पहिले प्लान गर्छ, अनिखेर के गर्छ इम्प्लिमेन्ट गर्ने, डिसिजन गर्छ। लिडिङ पनि कुन लिडरसिप स्ट्रक्चर राम्रो हुन्छ उसले प्लान गर्छ र उसलाई इम्प्लिमेन्ट गर्छ। कन्ट्रोलिङ पनि त्यही हो, कुन कन्ट्रोलिङ मेकानिजम बेस्ट हुन्छ उसले प्लान गर्छ र त्यसपछि उसलाई इम्प्लिमेन्ट गर्छ। त्यही कारणले म्यानेजमेन्टको सबैभन्दा बेसिक र मोस्ट इम्पोर्टेन्ट फङ्सन भनेकै यसलाई भन्छ प्लानिङ एन्ड डिसिजन मेकिङ। यसलाई भन्छ, हामीले यो कुरा बुझ्नु पर्यो, पिओएलजी फ्रेमवर्क अन्तर्गत आउँछ। र हजुरहरूलाई क्वेसनमा कहिलेकाहीँ के हो पिओएलसी फ्रेमवर्क भनेर सोध्न सक्छ। त्यसको अवस्थामा हजुरले चाहिँ क्लियरली भन्नु सक्नु पर्यो पिओएलसी फ्रेमवर्क भनेको के हो हजुरले भन्नु पर्यो है। र अर्को फ्रेमवर्क पनि छ। अर्को फ्रेमवर्कलाई के भन्छ भने यो पिओएसएलसी भन्छ। यो पिओएसएलसी फ्रेमवर्क खासै सोध्दैन, तर चाहिँ यो पनि अर्को फ्रेमवर्क हो। र यो फ्रेमवर्कमा चाहिँ एउटै छ, प्लानिङ, अर्गनाइजिङ, यहाँ स्टाफिङको कुरा गर्छ एडिसनल, लिडिङ र कन्ट्रोलिङ है।
यहाँ एडिसनल फङ्सन भनेको यो स्टाफिङ मात्रै हो, त्यो कुरा हामीले बुझ्नु पर्यो। यसलाई भन्छ पिओएसएलसी फ्रेमवर्क। यो चाहिँ पर्टिकुलर एउटै एकाडेमिसियनले बनाएको होइन, यो ओभर द पिरियड चाहिँ स्टाफिङको इम्पोर्टेन्सलाई देखाउनको लागि यो आफै ओभर द पिरियड इन्क्लुड भएको हो। अर्को फ्रेमवर्क छ यो पिओएस डिसिओआरबी भन्ने, यो चाहिँ लुथर गुलिक र त्यसपछि हजुरलाई सोध्न सक्छ यो क्वेसन, लुथर गुलिक र लेन्डल उल्ड्रिकले चाहिँ डेभलप गरेको कन्सेप्ट हो। यसलाई पिओएसटी सियुआरबी भन्छ। यो जेनरली निजामतीतिर धेरै सोध्छ होइन, यो हाम्रो यतातिर सोधेको मैले खासै देखेको छुइनँ। यतापट्टि जेनरली सोध्ने भनेको चाहिँ पिओएलजी फ्रेमवर्क नै हो। पिओएलजी फ्रेमवर्क क्वेसन धेरै आएको छ, हजुरले त्यो कुरा क्लियर हुनु पर्यो, त्यसको बारेमा थाहा हुनु पर्यो है। र पिओएसटी सियुआरबी भनेको प्लानिङ, अर्गनाइजिङ, स्टाफिङ, डाइरेक्टिङ, कोअर्डिनेटिङ, रिपोर्टिङ र बजेटिङको कुराले गर्छ है। यति फ्रेमवर्कको मैले कुरा गरेँ। अब हामी अगाडि बढ्दैछौँ प्लानिङमा। कसैलाई केही समस्या छ अहिलेसम्म यतिमा, के भन्नुपर्ने छ? सर यो माथिको के अरे पिओएसएलसी वाला थियो नि एउटा। हजुर हजुर, पिएसएलसी एम प्लानिङ, अर्गनाइजिङ, स्टाफिङ, लिडिङ एन्ड कन्ट्रोलिङ रहेछ होइन। हजुर है। सरले यो एडिसन के लेख्नु भएको थियो? यो भनेको चाहिँ पिओएलसी फ्रेमवर्कमा यो स्टाफिङ एड भएको हो नि त, होइन र? त्यो पिओएलसी ए फ्रेमवर्क हो त अरू सबै अँ, त्यसमै एड मात्रै भएको हो। त्यही कारण यो ओभर द पिरियड एड भयो क्या, यो ह्युमन रिसोर्सलाई पनि कन्सिडर गर्नुपर्छ भनेर एड भएको हो। तर मेरो विचारमा यो स्टाफिङ एड गर्न जरुरी थिएन, यो अर्गनाइजिङ भित्रै आउने कुरा हो, त्यो पनि एड गरेछ। हजुरलाई पिओएसएलसी फ्रेमवर्क सोध्यो भने पनि हजुरले यो कुरा स्टाफिङ भनेको नबिर्सिनुहोस् मात्रै भने मैले है यो चाहिँ हजुरलाई। कसले डेभलप गरायो? यो त ओभर द पिरियड, यो पर्टिकुलर यसरी डेभलप गर्यो भन्ने छैन, यो त ए ओभर द पिरियड चाहिँ यो एडिसन भएर आएको मात्रै हो है। उम्, हस्, यो मैले कुरा गरेँ। अब यो पोस्ट कर्पको मैले कुरा गरेँ, लुथर गुलिक र यो लिन्डन युलिकको कुरा पनि गरिहालेँ। यो चाहिँ हजुर सोध्न सक्छ है, कसले डेभलप गर भनेर अब्जेक्टिभ क्वेसन सोध्यो भने हजुरले यसले गर भन्ने कुरा चाहिँ हामीले हेर्नु पर्यो। र यसमा कुन कुन कुराहरू आउँछ भनेर चाहिँ प्लानिङ, अर्गनाइजिङ, स्टाफिङ, डाइरेक्टिङ, कोअर्डिनेटिङ, रिपोर्टिङ र बजेटिङको कुराहरू यसमा आउँछ भनेर हामीले हेर्नु पर्यो है। अब हामी प्लानिङमा जान्छौँ है। अब प्लानिङमा गइसकेपछि चाहिँ हजुरलाई म के भन्छु भने यो प्लानिङको बेसिक डेफिनेसनबाट जाउँ। मैले हजुरलाई अघि पनि भनिहालेँ, प्लानिङ भनेको हाम्रो म्यानेजमेन्टको बेसिक फङ्सन हो है। यसलाई फाउन्डेसनल फङ्सन पनि भन्छ। यसलाई फाउन्डेसनल फङ्सन किन भन्छ मैले हजुरलाई अघि भनिहालेँ होइन। यसलाई फाउन्डेसनल कन्सेप्ट किन भन्छ मैले हजुरलाई अघि भनिहालेँ। कता गयो? फाउन्डेसनल कन्सेप्ट किन भन्छ भनेदेखि चाहिँ यो भनेको एकदम बेसिक, किन यो जे गर्छ उसले प्लानिङ र डिसिजन मेकिङ मात्रै गर्ने हो। अरू जे काम गर्छ, हजुर कुनै पनि काम सोच्नुभयो भने उसले अल्टिमेटली गर्ने भनेको कि प्लानिङ हो कि डिसिजन मेकिङ हो, जसले गर्दाखेरि यसलाई चाहिँ फाउन्डेसनल कन्सेप्ट भन्छ। हामीले कुरा यो हामीले गरिहाल्यौँ है। र अर्को यसले प्लानिङले के गर्छ भने रोड म्याप फर द अर्गनाइजेसन एक्टिभिटिज, अर्गनाइजेसनल एक्टिभिटिजलाई यसले रोड म्यापको रूपमा चाहिँ यसले प्रोभाइड गर्छ, जसले गर्दा फ्युचर कोर्स अफ एक्सन डिटर्माइन गर्न हेल्प गर्छ। र यो डिटर्मिनेसन अफ फ्युचर कोर्स अफ एक्सन मैले भनिहालेँ, प्लानिङको बेसिक डेफिनेसन हो। कतै कतै यसलाई ब्लु प्रिन्ट पनि भन्छ, ब्लु प्रिन्ट पनि भन्छ है। तर यसले जेनरली दिने भनेको रोड म्याप अफ द अर्गनाइजेसन हो, कसरी अगाडि बढ्छ भन्ने कुरा यसले हेर्छ है। यो कुरा हामीले हेर्नु पर्यो। र हजुरले यसको कोर क्यारेक्टरिस्टिक्स हेर्नुभयो भने हजुरले के देख्नुहुन्छ भनेदेखि हेर्नुहोस् है, कोर यो भनेको फाउन्डेसनल फङ्सन हो, मैले हजुरलाई कुरा गरिहालेँ है। यो फाउन्डेसनल फङ्सन पुरा यो गोल ओरिएन्टेड हुन्छ। जहिले पनि यो प्लानिङ भनेको गोलसँग कन्सर्न हुन्छ, गोल बिनाको प्लानिङ इफेक्टिभ हुँदैन है। कन्सर्न विथ गोल, यो संस्थाको गोलसँग चाहिँ कन्सर्न भएको भएर यसलाई चाहिँ गोल ओरिएन्टेड भन्छ। प्लानिङ किन प्लानिङ बनाउनु त भनेको गोल एचिभ गर्न प्लानिङ बनाएको कारणले गर्दा यसलाई कन्सर्न विथ गोल भन्छ है। त्यही कारणले प्राइमेरी पर्पस अफ एउटै प्लानिङ भनेको गोल एचिभमेन्ट हो। यो पर्भेसिभ भनेको हजुरले बुझ्नु पर्यो, यो कन्सर्न विथ अल फङ्सन अल लेभल भन्छ है। कन्सर्न विथ अल लेभल भनेको यो टप लेभलले पनि बनाउँछ, यो मिडल लेभलले पनि बनाउँछ र यो लो बटम लेभलले पनि बनाउँछ। त्यो कुरा हामीले बुझ्नु पर्यो है। र यो फ्युचरिस्टिक हुन्छ, फरवर्ड लुकिङ हुन्छ, यसमा मैले केही भन्नै परेन। र इन्टेलेक्चुअल प्रोसेस हुन्छ। किन हुन्छ भनेदेखि चाहिने यसमा क्रिटिकल थिङ्किङको कुराहरू पनि आउँछ, इमेजिनेसनको कुरा आउँछ, साउन्ड जजमेन्टको कुरा आउँछ। त्यही कारणले यसलाई के भन्छ हामी इन्टेलेक्चुअल प्रोसेस पनि भन्छ। यसलाई क्रिटिकल
क्रिटिकल थिङ्किङको कुरा आउँछ है, इमेजिनेसनको कुरा आउँछ हैन, र त्यसपछि साउन्ड जजमेन्टको कुरा आउँछ। त्यही कारणले यो भइहाल्यो। र इन्भल्भ चोइस भनेको यो डिसिजन मेकिङसँग कुरा आउँछ है। हजुरले यो बेसिक कुरा छ, यसमा नोट गर्नुहुन्छ, यसमा हजुरले टेन्सन लिनु पर्दैन। यो भनेको बेसिक क्यारेक्टरमा मात्रै छु। फेरि मैले क्यारेक्टर पनि यो भन्न जरुरी थिएन, त्यही पनि बेसिक कुरा चाहिँ गरिहाल्यो भनेर मात्रै गरे हो। यो बेसिक क्यारेक्टरको कुरा मैले हजुरलाई गरेँ। र एउटा स्टेटमेन्ट छ है, यो कुरा हजुरले याद गरौँ होला जहिले पनि। यो स्टेटमेन्ट हजुरले कहिले पनि नबिर्सिनु होला। स्टेटमेन्टले के भन्छ भने प्लानिङ विदाउट एक्सन इज युजलेस भन्छ है। प्लानिङ विदाउट एक्सन, हजुरले प्लान मात्रै गर्नुभयो, एक्सन गर्नु भएन भने त्यसलाई दिवा स्वप्न भन्छ क्या। सपनामा त हामी जे पनि सोच्न सक्छौँ नि त, हामीले जे पनि ड्रिम गर्न सक्छौँ। त्यही कारणले प्लानिङ, यदि एक्सन छैन, प्लान मात्रै छ भने त्यसले केही एचिभ हुनेवाला छैन, त्यो हाम्रो युजलेस हो। र डिसिजन मेकिङ र अल्टिमेटली डिसिजन मेकिङले के गर्छ भने यो प्लानलाई चाहिँ एक्सनमा लिएर जाने काम गर्छ। यो कुरा हामीले हेऱ्यौँ, क्यारेक्टरको बेसिक कुरा हो यसमा। र हजुरहरूले चाहिँ एकदम इम्पोर्टेन्ट अब कन्सेप्ट सुरु हुन्छ है यहाँ, प्लानिङ प्रोसेस। यो प्लानिङ प्रोसेस हजुरहरूको लेभलमा ठ्याक्कै सोध्दैन जहाँसम्म मलाई लाग्छ, तर यसबाट एउटा एकदम इम्पोर्टेन्ट क्वेसन आउँछ है। के क्वेसन आउँछ भने यो इस्टाब्लिसिङ, सबभन्दा बढी प्लानिङ प्रोसेसको पहिलो फेज भनेकै के हो भने इस्टाब्लिसिङ अब्जेक्टिभ्सहरू। हाम्रो प्लानिङ गर्दै गर्दाखेरि यो अब्जेक्टिभ इस्टाब्लिस गर्नु पर्यो, जो यो स्मार्ट हुन्छ। स्मार्ट भनेको स्पेसिफिक, मेजरेबल, एटेनेबल, रियलिस्टिक र टाइम बााउन्डको हुन्छ। र जसले गर्दाखेरि लास्ट र सेकेन्ड नम्बरमा हामी प्लानिङ प्रेमाइस कुरा गर्छौँ। अब तपाईँले एउटा के बुझ्नु पर्यो, प्लानिङ प्रेमाइस भनेको के हो त? प्लानिङ प्रेमाइस भनेको चाहिँ हाम्रो फ्युचर एजम्सन्सहरू, फ्युचर इन्भाइरोमेन्टको बारेमा हामीले जुन एज्युम गरेको हुन्छौँ, यो फ्युचर एजम्सन्सको कुरा गर्छ। फ्युचर एजम्सन्सको कुरा गर्छ है। फ्युचर एजम्सन्सको कुराहरू गर्छ यसले। अर्को कुराले के गर्छ भनेदेखि चाहिने इकोनोमिक कन्डिसन्सको बारेमा कुरा गर्छ, त्यसपछि कम्पिटिटर एक्सन्सको बारेमा कुरा गर्छ, रेगुलेटरी चेन्जेसको बारेमा कुरा गर्छ, ह्युमन रिसोर्स एभाइलेबिलिटीको बारेमा सम्पूर्ण कुरा गर्छ। र हजुरलाई क्वेसन सोध्न सक्छ, वाइ प्लान फेल्स? वाइ प्लान फेल्स सोधो भने यही कारण हो। प्लान फेल हुनु सबैभन्दा ठुलो कारण भनेको यो प्रेमाइस हो। जुन हामीले यो प्लानिङ प्रेमाइस छ, यो हामीले इफेक्टिभली हामीले बनाउन नसक्ने कारणले गर्दाखेरि जाने हाम्रो प्लान फेल हुन सक्छ। हजुरलाई के क्वेसन सोधो किन प्लान फेल हुन्छ, अथवा चाहिँ हामीले अर्गनाइजेसनको जुन अर्गनाइजेसनले प्लान बनाएको हुन्छ त्यो अनुसारको कोर्स अफ एक्सन किन फरक पर्छ भनौँ भने यही प्लानिङ प्रेमाइसले गर्दाखेरि हो। किनभनेदेखि हामीले जुन सोचेको हुन्छौँ त्यो अनुसारको हुँदैन। हामीले एउटा खालको चाहिँ के अरे यो इन्भाइरोमेन्ट बनाएका हुन्छौँ, एउटा खालको इकोनोमिक कन्डिसन सोचेका हुन्छौँ, एउटा खालको कम्पिटिटिभ एक्सन हुन्छ होला भनेर सोचेको हुन्छौँ, एउटा खालको रेगुलेटरी चेन्जेस हुन्छ होला सोचेको हुन्छौँ, एउटा खालको रिसोर्सको बारेमा सोचेका हुन्छौँ, तर त्यो ठ्याक्कै हुँदैन। यति हामी अहिले एआईसम्म आइपुग्दा पनि हामीले आफ्नो इन्भाइरोमेन्टको बारेमा चाहिँ राम्ररी डिफाइन गर्न सक्दैनौँ। हामीले एकदम कम डिफाइन गर्न सक्ने कारणले गर्दाखेरि यो प्लान फेल हुन्छ। हजुरले क्वेसन सोधिहाल्नु भयो प्लान फेल्स भनौँ भने यो कुरा हजुरले यो प्लानिङ प्रेमाइसको कुरा बुझ्नु पर्यो। अरू त सजिलो छ है, आइडेन्टिफाइङ अल्टरनेटिभ कोर्स अफ एक्सन। हजुरहरूले यो खासै ठुलो कुरो होइन, हजुरले पढिसक्नु भएको छ, यो हजुरहरू पढाइरहनु भएको छ, समस्या भएन। इभ्यालुएटिङ अल्टरनेटिभ अप्सन्सहरू, यो हामीले के गर्छौँ आइडेन्टिफाइङ कोर्स अफ एक्सन गर्दाखेरि चाहिँ नै हाम्रो वेटेजको आधारमा गर्छौँ। हाम्रोलाई इम्पोर्टेन्स के हो त्यसको आधारमा हामी यो अल्टरनेटिभलाई के गर्छौँ इभ्यालुएट गर्छौँ। त्यहाँमध्येको चाहिँ बेस्ट अप्सन सेलेक्ट गर्छौँ र त्यहाँमध्ये हामी एउटा के गर्छौँ डेरिभेटिभ प्लान डेभलप गर्छौँ। हेर्नुहोस् है, डेरिभेटिभ प्लानलाई कन्टिन्जेन्ट प्लान पनि भन्छ। र के हो कन्टिन्जेन्ट प्लान म हजुर अलिकति तल भन्छु। त्यही कारण हामीले के गर्छौँ एडिसनल प्लान। प्लान कन्टिन्जेन्ट प्लान भनेको प्लानको पनि प्लान हो। प्लान ए केही गरी फेल भयो भने त्यसको अल्टरनेटिभ प्लान बी हामीसँग छ भनेर बनाउनलाई कन्टिन्जेन्ट प्लान भन्छ। त्यो पनि हामी प्लानिङ प्रोसेसमा युज गर्छौँ र लास्टमा इम्प्लिमेन्टेसन एन्ड फलोअप गर्छौँ, जसले गर्दा हाम्रो एन्टायर प्लानिङ प्रोसेस फुलफिल हुन्छ। त्यही कारण हाम्रो इस्टाब्लिसिङ अब्जेक्टिभबाट सुरु भएर डेभलपिङ प्लानिङ प्रेमाइसबाट गर्छौँ र त्यसको आधारमा आइडेन्टिफाइङ अल्टरनेटिभ कोर्स अफ एक्सन हेर्छौँ, वेटेजको आधारमा हामी इभ्यालुएट गर्छौँ र त्यसलाई बेस्ट कोर्स अफ एक्सन सेलेक्ट गर्छौँ र यो एडिसनल प्लान अथवा प्लानको पनि प्लान हामी बनाउँछौँ, लास्टमा इम्प्लिमेन्टेसन फलोअप गर्छौँ, जसले गर्दा एन्टायर प्लानिङ
प्रोसेस फुलफिल हुन्छ। र मैले हजुरलाई फेरि भने यो प्लानिङ प्रेमाइसको बारेमा हामी एकदम कन्सर्न हुनुपर्छ। वाइ प्लान फेल्स भन्ने कुरा यो प्लानिङ प्रेमाइसले गर्दाखेरि हो, त्यो कुरा हामीले बुझ्नु पर्यो। मैले हजुरलाई भने यो हजुरलाई क्वेसन सोध्न सक्छ, यो हजुर यसरी लेख्नुपर्ने हुन्छ है। र हजुरलाई अर्को छ यहाँ स्ट्राटेजिक प्लानको बारेमा हामी यहाँ कुरा गर्छौँ। यो टाइप्स अफ प्लान हेर्नुहोस् है, टाइप्स अफ प्लान यो टाइम फ्रेमको आधारको कुरा गर्ने हो भने यो लङ रेन्ज प्लान भन्ने छ एउटा। हजुरलाई कहिलेकाहीँ सोध्न सक्छ लङ रेन्ज प्लान र स्ट्राटेजिक प्लानमा के फरक छ भनेर सोध्न सक्छ हजुरलाई। हेर्नुहोस् है, स्ट्राटेजिक प्लान जेनरली लङ रेन्जको हुन्छ, लङ पिरियडको हुन्छ है। तर सबै लङ पिरियड चाहिँ स्ट्राटेजिक प्लान नहुन सक्छ, त्यो कुरा हामीले बुझ्नु पर्यो है। त्यही कारणले जेनरली यहाँ पनि मैले स्ट्राटेजिक आउटलुक लेखेको छु, ठिक छ, केही फरक पर्दैन। स्ट्राटेजिक आउटलुक हो, लङ टर्मले हेर्छ। तर हजुरलाई के क्वेसन सोधिहाल्यो लङ रेन्ज प्लान र स्ट्राटेजिक प्लान एउटै हो भन्दा जेनरली हुनसक्छ, तर सबै लङ रेन्ज प्लान भनेको स्ट्राटेजिक प्लान नहुन सक्छ त हजुरले त्यो कुरा भन्नु पर्यो है। त्यो कुरा हामीले हेर्नुपर्छ। स्ट्राटेजिक आउटलुक कुरा गर्छौँ, लङ रेन्ज प्लानमा पोजिसनिङ अफ द अर्गनाइजेसनको पनि कुरा हामी कुरा गर्छौँ। यसलाई भन्छ लङ रेन्ज प्लानिङ, जेनरली टप लेभलले बनाउँछ। यो मिडियम रेन्ज प्लानले के गर्छ इम्प्लिमेन्टेसन अफ स्ट्राटेजिक प्लानको कुरा गर्छ। यो डिपार्टमेन्टल कोअर्डिनेसनसँग सम्बन्धित हुन्छ। यसलाई भन्छ मिड मिडियम रेन्ज, र अर्को हुन्छ सर्ट रेन्ज प्लानिङ। यसले डे टु डे अपरेसनमा चाहिँ क्यारी आउट गर्छ भन्ने कुरा हामीले बुझ्नु पर्यो। र हजुरलाई हेर्नुहोस् है एउटा अब सबैभन्दा अर्को इम्पोर्टेन्ट कुरा, हजुरले एउटा कुरा के बुझ्नु पर्यो भने हजुरले यो स्ट्राटेजिक प्लानको जुन कुरा छ, स्ट्राटेजिक प्लान भन्ने बित्तिकै दिमागमा तिनवटा कुरा आउनु पर्यो। स्ट्राटेजिक प्लानमा कम्पिटिटिभ पोजिसन हुन्छ पहिलो कुरा, रिसोर्स एलोकेसन हुन्छ दोस्रो कुरा, र स्कोप डिफाइन हुन्छ तेस्रो कुरा। त्यही कारण हजुरलाई कसैले सोधिहाल्यो लङ टर्म प्लान कसरी फरक छ स्ट्राटेजिक प्लानसँग भनेर सोध्यो भने स्ट्राटेजिक प्लानमा तिनवटा कुरा हुन्छ। एउटा कम्पिटिटिभ पोजिसन हुन्छ, एउटा रिसोर्स एलोकेसनको कुरा हुन्छ, र अर्को स्कोपको कुरा गर्छ भनेर भन्नु पर्यो। मैले यसको बारेमा धेरै किन भन्दैन भने स्ट्राटेजिक प्लानिङ भन्दा छुट्टै पछि छुट्टै पढ्छौँ, सेसन लिन्छौँ, त्यसमा हामी यो कुरा गरिहाल्छौँ। तर स्ट्राटेजिक प्लानमा हजुरले बिर्सिनै नहुने कुरा भनेको यो तिनवटा कुरा हुन्छ भने हेर्नु पर्यो, कम्पिटिटिभ पोजिसन, रिसोर्स एलोकेसन र स्कोप। यो तिनवटा कुरा भनेको स्ट्राटेजिक प्लानमा हुन्छै हुन्छ, यो कुरा हाम्रो हेर्नु पर्यो है। र अर्को हुन्छ ट्याक्टिकल प्लान, यसलाई डिपार्टमेन्टल कोलाबोरेसन पनि भन्छ यसलाई। र अर्को हुन्छ अपरेसनल प्लानिङ, यसलाई लोवर म्यानेजमेन्टले हेर्छ। डेली वर्क सेड्युल र यो प्रोग्रामको बारेमा यसले कुरा गर्छ। यो टाइप्स अफ प्लानमा हामीले चाहिँ यो टाइम फ्रेमको आधारमा र लेभलको आधारमा कुरा गरिहाल्यौँ। अब हजुरलाई अर्को क्वेसन चाहिँ यहाँबाट हायरार्की अफ प्लान्स भन्ने छ है, यो हजुरको सिलेबसमा छैन। सर तर यसमा त्यो के अरे कर्पोरेट लेभल प्लानिङ भन्यो भने त्यो कर्पोरेट लेभलमा स्ट्राटेजिक प्लानिङ भयो त्यो त स्ट्राटेजिकै हो होइन त्यो पनि? हो। किनभने कर्पोरेट लेभल प्लानिङमा तपाईँको कि त के अरे डाइभेस्टमेन्ट गर्ने हो कि रिट्रेचमेन्ट गर्ने हो कि ग्रोथ गर्ने हो कि भन्ने कुरा त कर्पोरेट लेभलले हेर्छ नि त। त्यही कारण स्ट्राटेजिक प्लानिङ भनेको कर्पोरेट लेभल प्लानिङ एउटै हो है। ओके थ्याङ्क यू। हस्, र हायरार्की प्लानको कुरा हामीले हेर्नु पर्यो। हायरार्की प्लानमा चाहिँ हजुरले के बुझ्नु पर्यो भने हजुरलाई एउटा मैले हजुरलाई भनेको थिएँ एउटा क्वेसन सोध्छ, प्रब्लम सल्भिङको क्वेसन सोध्छ। यो प्रब्लम सल्भिङ क्वेसनमा यो हायरार्की प्लान चाहिँ स्पष्ट हुनुपर्छ है। यो प्रब्लम सल्भिङ क्वेसन सोध्छ एउटा हजुरलाई, यो प्रब्लम सल्भिङ है, प्रब्लम सल्भिङ क्वेसन सोध्छ। प्रब्लम सल्भिङ क्वेसनमा चाहिँ हजुर स्पष्ट हुनु पर्यो। सबैभन्दा हायरार्की अफ प्लानको जुन कुरा गर्ने बित्तिकै हजुरको प्लान मैले अघि यहाँ कुरा गरेको थिएँ, हेर्नुहोस् है, यहाँ प्लानको बेसिक यहाँ कुरा गर्दाखेरि चाहिने यहाँ प्लानिङ जुन यो फ्युचर कोर्स अफ एक्सनको कुरा गर्छ नि, हजुरलाई कहिलेकाहीँ भिएमजिओ भनेर सोधिदिन्छ। हजुरलाई थाहा छ के हो भिएमजिओ भनेको? अब्जेक्टिभ, भिजन, मिसन, गोल मिसन, एन्ड अब्जेक्टिभ। गोल्स एन्ड अब्जेक्टिभ्स है। यो कुनैमा हजुरलाई यस पनि थपे हुन्छ त स्ट्राटेजी भनेर? होइन, भिएमजिओ नै हो, त पछि थपेको होला है। उम्, यो भिएमजिओ यो स्ट्राटेजी किन थपेको म हजुरलाई भन्छु है। तर बेसिक भनेको भिएमजिओ, हजुरले भनेको गल्ती होइन। भिएमजिओ अरू केही पनि थप्नु भन्दा हजुर त पनि भन्छु। यहाँ मैले किन भनेको पनि त्यही कारणले डिरेक्सन दिने काम गर्छु भने हेर्नुहोस् है, यहाँ यो हायरार्की प्लानमा मैले भिजन राखेको छैन नि, किन हजुरले विचार गर्नुभयो?
यहाँ सोचे मिसनबाट सुरु भयो नि, किन हजुरले विचार गर्नु यो कुरा हेर्नुहोस् है। किनभनेदेखि चाहिँ नि भिजन भनेको त हाम्रो अल्टिमेट सपना हो नि त, यो चेन्ज हुँदैन नि त। यो त हाम्रो देखेको मेरो म यहाँ पुग्छु, म संस्थालाई यहाँ पुर्याउँछु भनेको प्लान भनेको त हाम्रो सिचुएसनमा चेन्ज पनि हुनसक्छ, तर भिजन भनेको अल्टिमेट हाम्रो टार्गेट भएको कारणले यो हायरार्की प्लानमा जेनरली भिजन चाहिँ आउँदैन। हेर्नुहोस्, हजुरले प्रब्लम सल्भ गर्दा यो भिजन यो राख्दा नि हुन्छ नराख्दा नि हुन्छ प्रब्लम सल्भिङ गर्दामा, तर मिसन पर्पस स्टेटमेन्टदेखि त यो 100% यो के हो, यो प्लान हो। हजुरले कुरा बुझ्नु पर्यो है। यो मिसन, यसलाई पर्पस भन्छ। यो मिसन भनेको रिजन फर एक्जिस्टेन्स हो, रिजन फर एक्जिस्टेन्स हो है। यहाँ हेर्नुहोस् होला, त्यही कारणले यो हायरार्की प्लानमा मिसनको गोल्स अब्जेक्टिभको स्ट्राटेजी हो। हजुरले यो भिएमजिओएस भनौँ न, यो स्ट्राटेजी कुरा यहाँबाट गर्नु हजुरले स्ट्राटेजीमा आउँछ भन्नुभयो। त्यहाँ अझ एउटा अझै तल आउँदा पोलिसी हुन्छ, त्यसको प्रोसिजर हुन्छ, रुल्स हुन्छ, प्रोग्राम प्रोजेक्ट हुन्छ, बजेट, यो सबै हायरार्की अफ प्लान हो। भनेको यो प्लान टप लेभलदेखि बटम लेभलसम्म यो सबै कुरा कभर गर्छ। हजुरले यो कुरा हामीले हेर्नु पर्यो है। यो कुरा हाम्रो हायरार्की अफ प्लान, यो काहीँ पनि हजुरलाई हायरार्की अफ प्लान भनेर दिएको हुँदैन, तर चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ यो हायरार्की प्लान हामीलाई चाहिन्छ प्रब्लम सल्भ गर्दा। त्यही कारण हजुर भिजन, मिसन, पर्पस, भिजन आफैमा प्लान होइन, त्यो सपना हो, त्यही कारण यो चेन्ज हुँदैन। त्यही कारण हायरार्की प्लानमा त छैन। प्रब्लम सल्भ गर्दाखेरि हजुरले भिजन राख्दा पनि हुन्छ, नराख्दा खासै फरक पर्दैन, राखे राम्रो है। र मिसन पर्पस यसले के कुरा गर्छ, रिजन फर एक्जिस्टेन्स, यसलाई पर्पस अफ अर्गनाइजेसन एक्जिस्टेन्स पनि भन्छ। अर्को हजुरको गोल्स भनेको माइलस्टोन हो है। यो माइलस्टोन हो, यो माइलस्टोन हो। यो माइलस्टोनको कुरा गर्छ गोल्सले। जस्तो मानिलिउँ अर्को वर्ष म मार्केटलाई 5%ले ग्रोथ गर्छु भनौँ भने यो भनेको गोल भयो। अर्को वर्षसम्म 5%ले म आफ्नो मार्केट सेयर ग्रोथ गर्छु, यो गोल्स भयो। र गोल्स पछि यहाँ अब्जेक्टिभ्स र गोल सँगसँगै दिएको छ। गोल्स पछि हामीले स्ट्राटेजिज बनाउनुपर्छ है, स्ट्राटेजिज बनाउनुपर्छ, अनि एक्सन प्लान बनाउनुपर्छ। यो एक्सन प्लान भन्नु र यो अब्जेक्टिभ भन्नु कुरा एउटै हो। अब्जेक्टिभले पनि एक्सन्सको कुरा गर्छ, एक्सन्सको कुरा गर्छ भने एक्सन प्लानले पनि एक्सन्सको कुरा गर्छ। त्यही कारणले हामीले प्रब्लम सल्भ गर्दै गर्दाखेरि, म हजुरलाई फेरि भनिदिन्छु झुक्किनु भयो भने, प्रब्लम सल्भ गर्दै गर्दाखेरि चाहिँ नि हामीले के कुरा ध्यान दिनुपर्छ भने, हजुर हेर्नुहोस् है के बनाउनुपर्छ हजुरले। प्रब्लम यो मैले रातो किन लगाएको भने यो तिनवटा नबनाए हुन्छ। यो हजुरले पोलिसी, प्रोसिडर, रुल्स बनाउनु पर्दैन। हजुरले मिसन बनाउनुहुन्छ, त्यसपछि हजुरले गोल्स बनाउनुहुन्छ, त्यसपछि हजुरले स्ट्राटेजिज बनाउनुहुन्छ, त्यसपछि हजुरले एक्सन प्लान बनाउनुहुन्छ, त्यसपछि हजुरले प्रोग्राम बनाउनुहुन्छ, त्यसपछि हजुरले बजेट बनाउनुहुन्छ। यो भनेको प्रब्लम सल्भ गर्दै गर्दाखेरि यो स्टेप चाहिँ हजुरले 100% क्यारी आउट गर्नै पर्छ प्रब्लम सल्भिङ क्वेसनमा है। यो स्टेप्सहरूले फलो गर्नुपर्छ। यहाँ कसैले सोध्न सक्नुहुन्छ यो अब्जेक्टिभ्स माथि छ तर चाहिँ यो स्ट्राटेजीमा तल कसरी गयो भनेर चाहिँ, यो एक्सन प्लान भनेको अब्जेक्टिभ मैले भनेको छु नि त। यो अलिकति हामीले यो गोल्स र अब्जेक्टिभ सँगसँगै प्रयोग हुने कारणले गर्दाखेरि चाहिँ सँगै राखेको हो। तर अब्जेक्टिभ जहिले पनि सानो माइलस्टोन्सको कुरा गर्छ, स्पेसिफिक हाम्रो चाहिँ के कुरा गर्छ भने माइलस्टोनको कुरा, माइलस्टोनको कुरा त गोल्सले गर्छ। यो सानो म कुन कुन एक्टिभिटीहरू क्यारी आउट गर्छु भनेको कारणले गर्दा यो एक्सन प्लानमा राख्नुपर्छ, हामीले माथि राख्न पाउँदैनौँ। र प्रोग्राम भनेको त हामीले कुरा बुझिहाल्छौँ यसमा, पछि आउँछ। र पोलिसिज भनेको के हो, जेनरल गाइडलाइन्स हो यो जेनरल गाइडलाइन्स हो, हामीले यो खासमा बनाउनु पर्दैन। जस्तो इकोनोमिक पोलिसी भयो, फाइनेन्सियल पोलिसी भयो, अनि त्यसपछि गइसकेपछि चाहिने मोनिटरी पोलिसी भयो, टुरिज्म पोलिसी भयो, जसले चाहिँ के गर्छ ओभरअल डिरेक्सन दिने काम गर्छ है। प्रोसिजर भन्ने हुन्छ अर्को। प्रोसिजरको कुरा गर्नुहुन्छ भने यो सिक्वेन्स अफ स्टेप्सको कुरा गर्छ यसले है। कुन कुन स्टेप्स फलो गर्नुपर्ने हुन्छ, यो सिक्वेन्स अफ स्टेप्सको कुरा गर्छ यसले। र रुल्स भनेको चाहिँ रिजिड हुन्छ, स्पेसिफिक हुन्छ, के काम क्यारी आउट गर्नुपर्ने हुन्छ होइन। एक्सन्सको कुरा गर्छ, यो रिजिड हुन्छ, स्पेसिफिक हुन्छ, र रिक्वायर्ड एक्सन्सको कुरा गर्छ। हजुर यसमा झुकिनु त भएको छैन नि है, कोही झुकिनु भएको यसमा? त म अगाडि बढेँ है। त्यही कारण म फेरि हजुरलाई यसमा के भने हजुरले प्रब्लम सल्भिङ क्वेसन गर्दै गर्दा हजुरले यो स्टेप क्यारी आउट गर्नु पर्यो। भिजन,
मिसन भिजन बनाए पनि हुन्छ, नबनाए पनि केही फरक परेन। भिजन, मिसन, गोल, स्ट्राटेजिज, एक्सन प्लान, प्रोग्राम र बजेट, यो स्टेजले चाहिँ हजुरले प्रब्लम सल्भिङ क्वेसनहरू चाहिँ डिल गर्नुपर्ने हुन्छ है, यो हायरार्कीको प्लान। तर मैले हजुरलाई यो भनेको छु भेरी नेसेसरी फेरि यो फर एक्सन प्लान पछि प्रोग्राम आउँछ। हो। एक्सन प्लान पछि होइन, एक्सन प्लान भित्रै प्रोग्राम आउने हो है, हजुरले बुझ्नु पर्यो। सबै प्रोग्रामहरू एक्सन प्लानको भित्रै बस्ने हो, त्यही कारण मैले तल राखेको हो है सर। तर किनभने के अरे प्रोग्राम प्रोजेक्टहरूमा हजुर प्रोग्राम प्रोजेक्टहरूमा त जुन मेजर एक्टिभिटिजहरू चाहिँ आइडेन्टिफाई भएको हुन्छ नि, हजुर हजुर त्यसपछि बल्ल त्यो प्लान अफ एक्सन वा एक्सन प्लानहरू बनाउने गरिन्छ। होइन, यसो मैले यहाँ यसो चाहिँ भनेको हेर्नुहोस् अलिकति है, तल माथि भयो कि के हो, यसो हुन्छ सर। बुझिएन। हजुरले चाहिँ उम्, मैले के भनौँ, हजुरले मिसन बनाउनु भयो होइन, रिजन फर उम्, एक्जिस्टेन्सको कुराहरू गर्नुभयो, अनि हजुरले माइल सेटअप माइल स्टोन बनाउनु भयो होइन, माइल स्टोन गोलमा उम्, बनाउनु भयो, जस्तो माइल 5% मेरो मार्केट ग्रोथ रेट बढाउनुपर्छ भनेर सोच्नुभयो। अनि हजुरले स्ट्राटेजी के बनाउनु पर्यो भने 5% ग्रोथ रेट गर्नको लागि मैले के गर्छु भने उम्, एउटा क्वालिटी इम्प्रुभमेन्ट गर्छु पहिले स्ट्राटेजी, दोस्रोमा कस्टमर उम्, सपोर्टलाई ध्यान दिन्छु दोस्रो स्ट्राटेजी, तेस्रो स्टेजमा उम्, गएर म के गर्छु भनेदेखि आरएनडीमा ध्यान दिन्छु। हजुर तिनवटा स्ट्राटेजी बनाउनु भयो, तिनवटा स्ट्राटेजी हजुरको भयो यस, गोल्सलाई एचिभ गर्नको लागि। अब त्योलाई एचिभ गर्नको लागि हजुरले के गर्नुहुन्छ भने विभिन्न एक्सन प्लानहरू, यो कुन कुन एक्सन प्लान जस्तो जुन एक्सन प्लान बनिखेर आउँछ त्यसलाई एचिभ गर्नको लागि जुन मैले स्ट्राटेजीहरू बनाएँ, त्यो स्ट्राटेजीलाई एचिभ गर्नलाई म के गर्छु भन्ने कुरा चाहिँ, अनि त्यसमा चाहिँ यो प्रोग्राम इम्प्लिमेन्ट गर्छु। जस्तो मानिलिउँ मैले यो प्रोडक्सन इफिसियन्सी गर्नको लागि म नयाँ क्लियर मेसिन किन्छु। अब नयाँ मेसिन किन्नु भनेको चाहिँ हेर्नुहोस् है, यो एक्सन प्लानभित्र प्रोग्राम हो नि त, यो वर्षभित्र म एउटा नयाँ प्रोग्राम म मेसिन किन्छु, यो भनेको एउटा प्रोग्राममा आयो। हेर्नुहोस् एक्सन प्लानभित्र प्रोग्रामभित्र बस्यो। अथवा चाहिँ नि आरएनडीको लागि म के गर्छु, नयाँ साइन्टिस्टहरूलाई चाहिँ म हायर गर्छु, यो एक्सन प्लानभित्र हो, यसभित्र प्रोग्राम हो, नयाँ म हायर गर्छु, उनीहरूको इन्सेन्टिभ बढाइदिन्छु, उनीहरूलाई चाहिँ मोटिभेटिङ अलाउन्सहरू बढाइदिन्छु। यो सबै हाम्रो प्रोग्रामहरूमा आउँछ भनेको एक्सन प्लानभित्र प्रोग्राम पर्यो। र लास्टमा यिनीहरूलाई चाहिने बजेट यति यति हो भनेर हजुरले डिफाइन गरिदिनुहुन्छ। अब हेर्नुहोस्, हजुरले भनेको कुरा के हुन्छ भने फेरि हामीले एउटा कुरा के बुझ्नु पर्यो भने म्यानेजमेन्ट इज एन आर्ट होइन, साइन्स एन्ड आर्ट बोथ भन्छ नि त। फेरि हजुरले चाहिँ, तर मेरो विचारमा मेरो अन्डरस्ट्यान्डिङमा एक्सन प्लानभित्र प्रोग्राम पर्छ है। मैले चाहिँ यो कहाँबाट लिएर आएको भने हाम्रो जुन पिरियडिक प्लान 16 योजना सरकारले बनाउँछ, 16 योजनामा चाहिँ यो प्रोसेस फलो गरेका कारण म चाहिँ यो प्रोसेस फलो गरेर हुन्छ है। हजुरले 16 योजना सरकारको हेर्नुभयो भने त्यो एक्सन प्लानभित्र प्रोग्राम्सहरू राखेर हुन्छ है। हजुरको हामी पछि हेरौँला त्यसमा। र यसरी चाहिँ हामी बजेटको कुराहरू चाहिँ हामी गर्छौँ है। र यहाँ हेर्नुहोस् है, अब कन्टिजेन्ट प्लानको मैले अघि कुरा गरेको थिएँ हजुरसँग। कन्टिजेन्ट प्लानिङको कुरा गर्दै के हो त कन्टिजेन्ट प्लान भनेको, कन्टिजेन्ट प्लानिङ भनेको सिनारियो प्लानिङ पनि भन्छ यसलाई। हजुरलाई कतै कतै हजुरलाई सिनारियो प्लानिङ पनि भन्न सक्छ, र यसलाई चाहिँ प्लान अबाउट अ प्लान भन्छ। किनभने मैले हजुरलाई अघि पनि भनेको थिएँ, किनभने हाम्रो प्लानको जुन प्लानिङ प्रमाइस चाहिँ इफेक्टिभ हुँदैन, जसले गर्दाखेरि हामीले सोचे अनुसार नभएको कारणले गर्दाखेरि हामीले प्लान बी बनाउनु पर्ने हुन्छ है। प्लान बी बनाउनु पर्ने हुन्छ। यो प्लान बीलाई नै कन्टिजेन्ट प्लानिङ भन्छ। यो कन्टिजेन्ट प्लानले के भन्छ भने यसले अल्टरनेटिभ कोर्स अफ एक्सनको कुरा गर्छ। यदि प्लान ए फेल भएको खण्डमा प्लान बी कसरी अगाडि बढाउने भन्ने कुराहरू गर्छ है। यसले चाहिँ यसको मेन टार्गेट भनेको चाहिँ टु म्यानेज अनसर्टेन्टी हो। यसले अनसर्टेन्टीलाई चाहिँ हटाउन मद्दत गर्छ भन्ने कुरा हामीले बुझ्नु पर्यो है। यसलाई भन्छ कन्टिजेन्ट प्लानिङ। अब हजुरले प्लानिङको कुरा गर्नुभयो भने प्लानिङको दुईटा ब्रान्चेसहरू देख्नुभयो। एउटा ब्रान्चले डिरेक्सन, जेनरल डिरेक्सन दिन्छ भने अर्को ब्रान्च यो कन्टिजेन्ट प्लानिङले के हुन्छ भने यसले चाहिँ भन्छ प्रब्लम्स यो प्रब्लम सल्भिङ भन्दा पनि अल्टरनेटिभ अप्सन्समा चाहिँ कुरा गर्छ, अथवा पाथले अल्टरनेटिभ अप्सनै भनौँ न। अल्टरनेटिभ अप्सन भनेको यदि यो जेनरल डिरेक्सनको प्लानमा केही समस्या आएको खण्डमा यो प्लानिङले चाहिँ अल्टरनेटिभ अप्सनबाट कसरी अगाडि बढ्न सकिन्छ भनेर चाहिँ यो कन्टिजेन्ट प्लानिङले कुरा गर्छ है। हजुर मैले क्लियर बनाउन सकेँ? यस, हस्, यो भनेको कन्टिजेन्ट प्लानिङको कुरा गर्यो। त्यही कारण प्लानिङको दुईटा ब्रान्च छ। एउटा ब्रान्चले चाहिँ डिरेक्सनको कुरा गर्छ भने अर्को ब्रान्चले चाहिँ के गर्छ भने भोलि कुनै समस्या आयो भने त्यो समस्यासँग कसरी जुझ्ने भनेर चाहिँ बनाउँछ। त्यसलाई भन्छ कन्टिजेन्ट प्लानिङ। यो अर्को नेचर अफ अर्को ब्रान्च प्लानिङ हो।
यति र मैले प्लानिङको चाहिँ लगभग यतिमा मैले सकेको छु। कसैलाई प्लानिङमा केही समस्या छ, मैले भनेको कुरामा केही त्यस्तो विरोधाभास छ अथवा चित्त बुझेको छैन भने हजुरले मलाई भन्दा हुन्छ है। केही छ त्यस्तो? छैन है? अब हामी अगाडि बढ्छौँ। त्यसो भए केही छ भने हजुरले भन्नु होला। हेर्नुहोस् है, अब यो प्लानिङको कुरा मैले गरेँ। अब अर्को कुरा छ, यो डिसिजन मेकिङमा म गएँ। हेर्नुहोस् है, अब प्लानिङ मैले हजुरसँग अघि नै कुरा गरेको थिएँ। प्लानिङ र डिसिजन मेकिङ यो बेसिक फङ्सन हो र प्लान बिनाको डिसिजन मेकिङ इफेक्टिभ हुँदैन र डिसिजन मेकिङ बिनाको प्लान भनेको डे ड्रिम भनेर मैले हजुरलाई अघि नै कुरा गरेको थिएँ। त्यही कारण डिसिजन मेकिङको बेसिक फङ्सन के हो हामी हेरौँ। बेसिक फङ्सन भनेको हामीले हेऱ्यौँ भने के हुन्छ भने यो चुजिङ एन अल्टरनेटिभ कोर्स अफ एक्सनको कुरा गर्छ यसले। हेर्नुहोस् है, यसले कुरा के गर्छ, जहिले पनि अल्टरनेटिभ कोर्स अफ एक्सनको कुरा गर्छ। हेर्नुहोस्, यहाँ मैले बेस्ट लेखेको छुइनँ है, यहाँ हामीले चुजिङ बेस्ट अल्टरनेटिभ कोर्स अफ एक्सन होइन, बेस्ट भएको राम्रो, तर कुनै अल्टरनेटिभ चुज गर्ने बित्तिकै त डिसिजन भयो है। त्यो भनेको हामीले बुझ्नु पर्यो, यो एउटा प्रोसेस हो जसले चाहिँ चोइस, जसमा के अल्टरनेटिभको कुरा आउँछ र यो गोल डिरेक्टेड हुन्छ भन्ने कुरा हामीले डिसिजन मेकिङमा गर्छौँ। डिसिजन मेकिङ अलिकति कम्प्लेक्स छ प्लानिङ भन्दा, हामी त्यस विषयमा अगाडि हेर्दै जान्छौँ है। डिसिजन मेकिङको बारेमा हामी अलिकति हेर्छौँ। त्यसपछि अगाडि बढ्दै जाँदाखेरि प्रोसेसको पनि कुरा हामी गऱ्यौँ भने यो प्लानिङ प्रोसेस र डिसिजन मेकिङ प्रोसेस सिमिलर हुन्छ है। प्लानिङ प्रोसेस एन्ड डिसिजन प्रोसेस, प्लानिङ प्रोसेस र डिसिजन प्रोसेस चाहिँ हाम्रो सिमिलर हुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्यो। हेर्नुहोस् है, जस्तो प्लानिङ प्रोसेसमा के आउँछ, आइडेन्टिफाइङ एन्ड डिफाइनिङ प्रब्लम भन्ने आउँछ। आइडेन्टिफाइङ एन्ड डिफाइनिङ प्रब्लम है, यो कुरा आउँछ। अर्को कुरा इस्टाब्लिसिङ डिसिजन क्राइटेरिया आउँछ, जेनेरेटिङ अल्टरनेटिभ्स आउँछ, इभ्यालुएटिङ अल्टरनेटिभ्स आउँछ, सेलेक्टिङ बेस्ट कोर्स अफ एक्सन्स आउँछ, इम्प्लिमेन्टिङ डिसिजन आउँछ र इभ्यालुएटिङ आउटकम भन्छ। प्लानिङको प्रोसेस र डिसिजन मेकिङको प्रोसेस हजुरले हेर्नु भने एउटै सिमिलर नेचरको हुन्छ। हजुरलाई एउटा क्वेसन के सोध्न सक्छ भनेदेखि यसमा हजुरले मलाई भन्नु होला, सो वाट इज द डिफरेन्स बिट्विन प्रब्लम एन्ड सिम्पटम, कसैले भन्न सक्छ के हो प्रब्लम र सिम्पटम्सको बिचमा डिफरेन्स? प्रब्लम र सिन्ड्रोम सिम्पटम्स हजुर भन्नुहोस् त सर। होइन, अब यो प्रब्लम भइसकेपछि बल्ल सिन्ड्रोम देखिन्छ होला नि, होइन हजुर, ठ्याक्कै अथवा उल्टो भन्नुभयो। सिन्ड्रोमले प्रब्लम ल्याउने हुन्छ कि? यस्तो हुन्छ सर, हेर्नुहोस् है, हजुरलाई ज्वरो आयो, प्रब्लम हो कि सिम्पटम हो? त्यो सिम्पटम हो। ज्वरो आयो त सिन्ड्रोम भयो। सिम्पटम भयो। ज्वरो उम्, किन आयो भनेर हामी डिग डाउन गरेर हेऱ्यौँ भनेदेखि त्यो कारण पत्ता लगाउनु, त्यो भनेको प्रब्लम भयो। त्यही कारण डिसिजन मेकिङमा चाहिँ यहाँ हजुरलाई डिफाइनिङ प्रब्लम भन्छ। त्यही कारण जुन कुरा अगाडि देखिन्छ त्यो तपाईँको प्रब्लम होइन, त्यो सिम्पटम हो भन्ने कुरा हामी क्लियर हुनु पर्यो। कुनै मान्छेले आएर तपाईँको क्याम्पसको सिसा फुटायो, झ्याल फुटायो, त्यो प्रब्लम हो कि सिम्पटम हो? त्यो त त्यो अब सिम्पटम हो, देखिसक्यो, त्यो सिम्पटम हो। अब सिम्टम हो। किन झ्याल फुटायो नि त, किन गरौँ भने उसलाई सोधेर बसेर कुरा गरे, उसलाई के चित्त नबुझेको छ त्यो कुरा आइडेन्टिफाई गर्नु भनेको प्रब्लम हो। त्यही कारण हामीले जहिले पनि के गर्नुपर्छ, डिसिजन प्रोसेसमा डिग डाउन गर्नुपर्छ भन्छ। त्यही कारण हजुरले यो डिसिजन ट्रीको पनि हजुरलाई कुरा गरे हुन्छ नि, डिसिजन ट्रीलाई एउटा कुनै प्रब्लमलाई त्यसलाई ब्रान्चेसमा डेभलप गर्नु अल्टिमेट अथवा फिस बोन टेक्निक पनि भन्छ, हजुरले रियलाइज गर्नुभयो होला। मेन प्रब्लमलाई डिग डाउन गर्दै 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 हामी प्रब्लमसम्म पुग्नुपर्ने हुन्छ है। त्यो कुरा हामीले बुझ्नु पर्यो। डिसिजन मेकिङ गर्दाखेरि चाहिँ हामीले यो सिम्पटम हजुर सोध्न सक्छ है, सिम्पटम र प्रब्लमको बेसिक भनेको जुन ठ्याक्कै देखिन्छ त्यो सिम्पटम हो, तर त्यसको कज भनेको चाहिँ प्रब्लम हो है। बेसिक कज भनेको चाहिँ हाम्रो प्रब्लम हो, त्यो कुरा हामीले बुझ्नु पर्यो। त्यही कारणले अरू सबै प्रोसेस एउटै छ, आइडेन्टिफाइङ एन्ड डिफाइनिङ द प्रब्लम, इस्टाब्लिसिङ डिसिजन क्राइटेरिया, जेनेरेटिङ अल्टरनेटिभ्स, evaluating alternatives, selecting the best alternatives,
इम्प्लिमेन्टिङ द डिसिजन र इभ्यालुएटिङ द आउटकम भन्ने कुरा यो डिसिजन मेकिङ र प्लानिङको प्रोसेस एउटै छ। यसरी हामीले बुझ्नुपर्ने हुन्छ। यसको फर्दर इलाबोरेसन त नोटमा छँदैछ, हजुरलाई केही समस्या पर्दैन है। यो कुरा हामी गरिहाल्यौँ र अरू प्रोसेस सिमिलर छ, मैले हजुरलाई भनिहालेँ। अब एउटा एकदम इम्पोर्टेन्ट छ है, हजुरले यो कुरा बुझ्नुपर्छ। यो सबैभन्दा इम्पोर्टेन्ट डिसिजन मेकिङको सबैभन्दा इम्पोर्टेन्ट आस्पेक्ट भनेको यहाँ मोडल्सको कुरा गर्छ है। हेर्नुहोस्, यहाँ मोडल्सको कुरा गर्छ। मोडल्सको कुरै गर्दाखेरि चाहिने तीनटा मोडल हुन्छ डिसिजन मेकिङमा। तीनटा मोडल, एउटा हुन्छ ऱ्यासनल मोडल भन्छ, जुन अघि हामीले प्रोसेसको कुरा गऱ्यौँ, यो सबै ऱ्यासनल मोडल अन्तर्गत हो। ऱ्यासनल मोडलले के भन्छ भनेदेखि चाहिने हाम्रो जुन डिसिजन छ त्यो चाहिँ यो कस्तो हुन्छ भने कम्प्लिट इन्फर्मेसनमा बेस्ड हुन्छ। यो आइडियलाइज्ड मोडल हो, यस्तो हुनुपर्छ भन्छ यो है। र तर के हुन्छ भने यो रेयरली युज हुन्छ, रेयरली युज इन रियल लाइफ। यो रियल लाइफमा चाहिँ रेयरली युज हुन्छ। यो यति गाह्रो छ यो मोडल प्रयोग गर्नको लागि, यो मोडल युज गर्न अत्यन्त गाह्रो छ। यो चाहिँ इकोनोमिक्सबाट सुरु भएको मोडल हो, जेनरली एडम स्मिथले डेभलप गरेको हो। त्यसबाट चाहिँ बिस्तारै बिस्तारै इभल्भ भएको मोडल भन्छ। उसले चाहिँ पर्फेक्ट कम्पिटिसनको कुरा गर्दाखेरि ऱ्यासनल मोडलको कुरा गरेको हो। र यसले के भन्छ भने जहिले पनि हामीसँग डिसिजन गर्दाखेरि कम्प्लिट इन्फर्मेसन हुनु पर्यो। एकदमै ट्रिभियल काम गर्दा सानो डिसिजन गर्दाखेरि हामीसँग कम्प्लिट इन्फर्मेसन होला, त्यो पनि सम्भव हुन गाह्रो छ हामीले। त्यही कारणले ऱ्यासनल मोडल भनेको रेयरली युज हुँदैन। तर पछि के भयो भने हर्बर्ट ए साइमनले चाहिँ के गरे भने अर्गनाइजेसनमा कस्तो खालको यो डिसिजन मेकिङ मोडल प्रयोग हुन्छ भनेर चाहिँ स्टडी गरेको कारणले उसलाई नोबल प्राइज दिएको थियो इकोनोमिक्समा। र उनले प्रपोज गरेको मोडल भनेको बिहेभियरल मोडल हो। र हर्बर्ट ए साइमनले के भन्ने इन रियालिटी के हुँदो रहेछ भने हामीले डिसिजन गर्दै गर्दाखेरि चाहिने सबैभन्दा पहिले हामीसँग यो बााउन्डेड ऱ्यासनालिटी हुँदो रहेछ। बााउन्डेड ऱ्यासनालिटी भनेको हजुरको ऱ्यासनालिटी र मेरो ऱ्यासनालिटी फरक पर्छ। हजुरको ब्याकग्राउन्ड, हजुरको कल्चर, हजुरको भ्याल्युज, हजुरको एजुकेसनल ब्याकग्राउन्ड, हजुरको जुन डेमोग्राफिक्स, हजुरको जुन जियोग्राफिकल र मेरो जियोग्राफिकल फरक भएको कारणले गर्दा मेरो इन्टेन्सन, सोचाइ, लिभिङ स्ट्यान्डर्ड, पर्सनालिटी, यो सबै कुराले के गर्छ भने यो हाम्रो दुईटा बिचको ऱ्यासनालिटी नै फरक हुन्छ। ऱ्यासनल मोडलले के भन्छ, ऱ्यासनल भनेको वान बेस्ट अल्टरनेटिभ अप्सन, यसले वान बेस्ट अल्टरनेटिभ भन्छ यसले। तर इन रियालिटी वान बेस्ट अल्टरनेटिभ हुँदैन अरे। एउटा कपी हजुरलाई एउटा प्रब्लम सल्भिङ गरेको न्युमेरिकल भनेको होइन, मैले प्रब्लम सल्भिङ क्वेसन सोधेको चाहिँ कुनै विद्यार्थीलाई हजुरलाई चेक गर्न दियो र मलाई चेक गर्न दियो, हजुर पनि बायस हुनुहुन्न म पनि बायस छुइनँ भनेदेखि हामीले त्यो कपी चेक गर्नतिर लाग्यो भने हजुरले जुन हिसाबले सोच्नुहुन्छ म चाहिँ त्यो हिसाबले सोच्दिनँ। त्यही कारण हामीले चाहिँ नम्बर दिँदाखेरि चाहिँ एउटै विद्यार्थीको एउटै एन्सरमा फरक फरक नम्बर दिन्छौँ, किनभनेदेखि हाम्रो ऱ्यासनालिटी बााउन्डेड हुन्छ। त्यो ऱ्यासनालिटी आफैमा फरक पर्छ। त्यही कारण फर्स्ट कन्सिडर कुरा यो गरे यसले। अर्को कुरा हामी के गर्छौँ अरे भनेदेखि यो सेटिस्फाइङ द चोइस गर्छौँ। हामी बेस लाइनमा काम गर्छौँ रे, हामी बेस लाइनमा काम गर्छौँ है। यसले के भन्छ भनेदेखि चाहिँ नि अब हामीले के गर्छौँ अरे, जस्तो मानिलिउँ हामीलाई 1 लाख रुपियाँ बजेट दिएको छ तपाईँलाई, अनि पिकनिक आयोजना गर्नु परेको छ, अनि तेरो अफिसले के भन्यो भने ल 1 लाख रुपियाँ तपाईँसँग छ, अब यसले चाहिँ हजुरले चाहिँ एउटा गाडी खोज्नु पर्यो, हाम्रो 2-3टा गाडी चाहियो भनेर भन्यो भने हजुरले चाहिँ हामीले चाहिँ के गर्छौँ अरे भनेदेखि चाहिँ 1 लाखको आसपासमा कुनै अफर आयो भने हामी एक्सेप्ट गरिहाल्छौँ अरे। हामी के थाहा त्यो गाडी 70,000मै पो पाइन्थ्यो कि 60,000मै पाइन्थ्यो कि भनेर सोच्नुतिर लाग्दैनौँ रे। हामी बेस लाइनमा बसेर डिसिजन गर्छौँ रे। त्यही कारणले यसलाई भन्छ सेटिस्फाइङ द चोइस। जुन हाम्रो बजेट मिनिमम बजेट रिक्वायरमेन्ट छ त्यसमा बसेर काम गर्छौँ अथवा बेस लाइनमा बसेर काम गर्छौँ, जसले गर्दा सेटिस्फाइङ द चोइस हुन्छ। र लास्टमा चाहिँ यो सबै किन हुन्छ भने यो इनपर्फेक्ट एन्ड इनकम्प्लिट इन्फर्मेसनको कारणले गर्दा हुन्छ। हाम्रो रियल वर्ल्डमा चाहिँ पर्फेक्ट इन्फर्मेसन हामी पाउन सक्दैनौँ, इनपर्फेक्ट इन्फर्मेसन हुन्छ। इन्फर्मेसन प्राप्त गर्नको लागि कस्ट लाग्छ, लागत लाग्छ, जसले गर्दाखेरि र एक्सेस पनि गर्न गाह्रो छ, जसले गर्दाखेरि चाहिँ नि यो बिहेभियर मोडल चाहिँ एक्जिस्ट गर्छ भनेर चाहिँ हर्बर्ट ए साइमनले चाहिँ भनेको भएर र यो मोडल प्रतिपादन गरेको बापतमा चाहिँ इकोनोमिक्समा उनले चाहिँ नोबेल प्राइज पाएको हो।
त्यही कारणले इन रियल लाइफ हजुरलाई क्वेसन सोधिहाल्यो भने रियल लाइफमा डिसिजन मेकिङ कस्तो हुन्छ भनेर सोध्यो भने रियल लाइफमा डिसिजन मेकिङ बिहेभियर मोडल अनुसार हुन्छ। यदि अर्गनाइजेसन ऱ्यासनली सोचो हो भने, इरेसनली सोचौँ भने त कुरै हामी अर्को अर्को गरिहाल्छौँ। यदि अर्गनाइजेसनमा सिस्टम इस्टाब्लिस भएको छ, राम्रो सिस्टम छ, राम्रो प्रोसेस छ, सबै कुरा सेट छ भने पनि उसले बिहेभियर मोडलभन्दा माथि जान सम्भवै छैन अरे क्या। किन? बिकज अफ द लिमिटेसन्स, यो हाम्रो इनपर्फेक्ट र इन्कम्प्लिट इन्फर्मेसनको कारणले गर्दा फेरि हामी अगाडि बढ्न सक्दैनौँ। र अर्को मोडल छ इन्ट्युटिभ अथवा क्रिएटिभ मोडल भन्छ यसलाई। इन्ट्युटिभ अथवा क्रिएटिभ मोडलले के भन्छ भने हामी चाहिँ यो डिसिजन गर्दाखेरि कन्सियस रिजनिङ गर्दैनौँ। कन्सियस रिजनिङ बिना हाम्रो पास्ट एक्सपिरियन्सको आधारबाट अथवा गट फिलिङको आधारबाट, एउटा पास्ट एक्सपिरियन्सको आधारबाट अथवा अर्को हुन्छ गट फिलिङको आधारबाट हामी यो के गर्छौँ, यो मोडल चाहिँ क्यारी आउट गर्छौँ, डिसिजन गर्छौँ। मलाई सबैभन्दा मनपर्ने इक्जाम्पल यो इलन मस्कको लाग्छ कि मलाई। यो इलन मस्कको इक्जाम्पल किन मलाई ठिक लाग्छ भने इलन मस्कको बारेमा मैले पढेको थिएँ होइन। त्यो स्पेस एक्स रकेट लन्च गर्दाखेरि चाहिँ 4 पल्ट होकाएर सायद लन्च गरिसकेको थियो। लास्ट पल्ट लन्च फेल भइसकेको थियो 3 पल्ट 4 पल्ट जस्तो। अब फेरि गऱ्यो भनेदेखि चाहिँ नि त्यो पुरै कम्पनी ब्याङ्क्रप्ट हुन्छ भन्दा भन्दै पनि उसले इरेसनल्ली उसलाई गट फिलिङ के आयो भनेदेखि म गर्नुपर्छ, म गर्न सक्छु, यो नै मेरो अल्टिमेट डिजायर हो भनेर चाहिँ गरेको कारणले गर्दा लास्ट चाहिँ सक्सेसफुल भएर उस कम्पनी बचेको हो भन्ने चाहिँ हामीले धेरै आर्टिकलहरू पढ्छौँ। हजुरले पनि हेर्न सक्नुहुन्छ यो आर्टिकल। अनि जसले गर्दाखेरि के भन्छ भने कहिलेकाहीँ हामीले डिसिजन गर्दाखेरि कन्सियस रिजनिङबाट हामी गर्दैनौँ। हामीले मनमा के कहिलेकाहीँ रिस्क लिन्छौँ। हामी सेयर बजारमा लगानी गर्दाखेरि चाहिने कहिलेकाहीँ मार्केट बढ्दै गर्दाखेरि चाहिने हामी हेर्ने फाइनेन्सियल एनालिसिस गर्ने स्ट्याटिस्टिकल एनालिसिस केही पनि गर्दैनौँ। यो कम्पनी घटेको छ, यो कम्पनी बढिरहेको छ, लु यो कम्पनी किनौँ फाइदा हुन्छ भनेर कहिलेकाहीँ हामी डिसिजन गर्छौँ। यसलाई भन्छ इन्ट्युटिभ अथवा क्रिएटिभ मोडल भन्छ। क्रिएटिभ भनेको यदि पास्ट एक्सपिरियन्सको आधारबाट गर्छौँ भनेदेखि क्रिएटिभ भइहाल्यो र त्यसलाई दुवैलाई एउटा मोडलको रूपमा हामी प्रयोग गर्न सक्छौँ। र सबैभन्दा बढी युज हुने मोडल भनेको यो हो, मस्ट व्यक्ति पर्सनले गर्ने, इन्डिभिजुअलले गर्ने र संस्थाले गर्ने भनेको चाहिँ यो मोडल अर्गनाइजेसनले गर्ने। तर तर अहिलेसम्म जेनरली हामीले रेसनल मोडल चाहिँ प्रयोग गर्न सक्ने अवस्था चाहिँ पूर्ण रूपमा वान बेस्ट अल्टरनेटिभ भनेर प्रयोग गर्न सक्ने अवस्था एकदमै लिमिटेड काममा, एकदमै ट्रिभियल, एकदमै सानो सानो काममा अथवा एकदम लिमिटेड अप्सन बाहेक चाहिँ हामी यो मोडल चाहिँ हामीले प्रयोग गर्दैनौँ। त्यही कारणले यो रियल लाइफमा खासै युज हुँदैन नहुने मोडल भनेको चाहिँ यो डिसिजन मेकिङमा चाहिँ यो रासनल मोडल हो भने अरू बिहेभियर पनि युज हुन्छ र इन्ट्युटिभ हुन्छ। अब हजुर एउटा कुरा के बुझ्नु पर्यो भने हजुरले ठ्याक्कै मोडल्स अफ डिसिजन मेकिङ के हो भन्न सोध्न सक्छ। हजुरलाई क्वेसनले के सोध्न सक्छ भनेदेखि चाहिँ नि डिसिजन मेकिङ गर्दाखेरि चाहिँ नि जुन डिसिजन मेकिङ हामी गर्छौँ त्यो किन इफेक्टिभ हुँदैन सोध्ने बित्तिकै अब हजुरले हामीले पढेको कुराहरू ठ्याक्कै ल्याउनु पर्यो। हजुरले पहिलो कुरा के गर्नु पर्यो, हजुर यो कुरा गर्नु पहिलो कुरा हजुरले गर्नु पर्यो यो प्लानिङ प्रेमाइस हाम्रो कमजोर हुन्छ। हामीले पुरै वर्ल्डको जुन यो एक्सटर्नल फ्याक्टर एनालिसिस हामी गर्न सक्दैनौँ, त्यो हाम्रो लिमिटेसन छ। र हामीले सोच्दा पनि हामीले के गर्छौँ, सोच्दा पनि हामीले चाहिँ यो बााउन्ड्री रेसनालिटीमा सोध्छौँ सेटिस्फाइङ द चोइसको कारणले गर्दा र इम्पर्फेक्ट र इन्कम्प्लिट इन्फर्मेसनको कारणले गर्दाखेरि चाहिँ नै हाम्रो डिसिजन मेकिङ इफेक्टिभ हुँदैन भन्ने कुरा त्यो कुरा हजुरले लेख्नुपर्ने हुन्छ। हजुर ठ्याक्कै मोडल्स अफ डिसिजन मेकिङ के हो भने चाहिँ हजुर सोध्दैन है त्यसरी हजुरले चाहिँ। तर डिसिजन मेकिङ सम्बन्धी कतै क्वेसन आएको छ भने यो कुरा इन्टिग्रेट गर्न सकिन्छ भने हजुरले इन्टिग्रेट गर्नुपर्ने हुन्छ है। मैले हजुरलाई बुझाएँ, केही समस्या छ यसमा? छैन सर, ठिक छ। हस्, अब हजुरलाई मैले फेरि यहाँमध्ये कुन अल्टरनेटिभ बेस्ट हुन्छ भनेर सोधिहाल्यो भने हजुरले के भन्नुपर्छ, यही पर्टिकुलर अप्सन बेस्ट हुँदैन। तर हामीले के गर्नुपर्छ भने यो ब्यालेन्सिङ गर्नुपर्छ। यो ब्यालेन्सिङ अब यो ऱ्यासनल गर्न पाए त सबैभन्दा राम्रो हुन्थ्यो, तर इन रियल सिनारियो ऱ्यासनल सम्भव छैन। त्यही कारणले हामीले के गर्नुपर्छ भने ब्यालेन्सिङ बिट्विन के हुन्छ ऱ्यासनल एनालिसिस हामीले ब्यालेन्स कति सकिन्छ ऱ्यासनल गर्ने भनेको त्यो भनेको बााउन्डेड ऱ्यासनालिटी हो र बिहेभियरल अवेरनेसको बारेमा हामीले हेर्नुपर्ने हुन्छ। मेरो के हो क्यापासिटी, मेरो क्षमता के हो, मसँग के इन्फर्मेसन एभाइलेबल छ,
मलाई के रिस्क हुन सक्छ, के गर्न सक्छु, मैले सेकेन्ड अप्सनमा अघि हामीले कुरा चाहिँ अल्टरनेटिभ प्लान बनाउनु पर्छ कि पर्दैन, प्लान राख्ने कसरी भन्नेको आधारबाट चाहिँ नि ठ्याक्कै यही मोडल बेस्ड हुँदैन, यहाँ मध्ये हामीले ब्यालेन्स गरेर चाहिँ युज गर्नुपर्ने हुन्छ इन रियल कन्डिसन भनेर चाहिँ हामीले भन्नुपर्ने हुन्छ। यदि हजुरलाई सोध्यो भने कुन मोडल बेस्ड हुन्छ भनेर सोधिहाल्यो भने चाहिँ ब्यालेन्सिङ गर्नुपर्छ भनेर हजुरले भन्नु पर्यो है। अब अर्को अर्को एकदम इम्पोर्टेन्ट एस्पेक्ट छ हजुरहरूलाई, यो कि इन्फ्लुएन्सिङ डाइमेन्सन्सको कुरा गर्छ है यसले। यहाँ चाहिँ कुरा के गर्छ भने हामीले डिसिजन गर्दै गर्दाखेरि चाहिँ नि कुन कुन कुराले हाम्रो डिसिजनलाई चाहिँ गलत बनाउन सक्छ अथवा बायसेसको कुरा गर्न सक्छ। यो जुन बायसेसको कुरा अब्जेक्टिभमा मैले धेरैपल्ट आएको देखेको छु, हाम्रो पालिमा पनि सायद आएको थियो कि, त्यही कारण यो बायसनेस अब्जेक्टिभ क्वेसनमा आउन सक्ने चान्स एकदम धेरै हुन्छ। यो कुरा हामी क्लियर हुनु पर्यो। सबैभन्दा पहिलो बायस भनेको भन्छ यसलाई एबिलिटी बायस। एबिलिटी बायस के भन्छ भने यदि हामीसँग जुन इन्फर्मेसन हाम्रो हातमा एभाइलेबल छ अथवा हामीसँग एक्सेस छ त्यसको आधारमा हामी निर्णय गर्छौँ भने यसलाई भन्छ एबिलिटी बायस है। यसलाई भन्छ एबिलिटी बायस। जस्तो तपाईँलाई फेसबुकमा एड आउला, मोबाइलमा 25% अफ, ल्यापटपमा 20% अफ, अथवा चाहिँ नि टेलिभिजनमा 20% अफ, 25% अफ, यहाँ एकदम राम्रो पाइन्छ भनेर भन्छ भने हामी के यदि त्यसको इन्फर्मेसनको आधारमा मात्रै हामी जजमेन्ट गर्छौँ, के अरे डिसिसन गर्छौँ भने त्यसलाई भन्छ एबिलिटी बायस। त्यो कारणले गर्दाखेरि हाम्रो निर्णय गल्ती हुन सक्ने अवस्था धेरै हुन्छ। हामीले गर्नुपर्ने के हो, मार्केटमा सबै गरेर हेर्नुपर्ने हो। अब हेर्नुहोस् है, मैले अघि हजुरलाई भने हामी ऱ्यासनल मोडल किन प्रयोग गर्न सक्दैनौँ। ऱ्यासनल मोडल अनुसारको नेपालमा भएका हरेक पसल यदि काठमाडौँमा मात्रै हुन्छ भने हरेक पसल गरेर हजुरले बुझ्नुपर्ने हुन्छ, त्यो हामीसँग सम्भव हुँदैन। तर तर यहाँ हामी चाहिँ के गर्छौँ भने त्योभन्दा पनि तल आएर एबिलिटी बाइस जति पनि इन्फर्मेसन हामीसँग हातमा आउँछ त्यसको आधारबाट डिसिसन गर्छौँ। हामी आफै खोज्नुतिर लाग्दैनौँ भने त्यसलाई भन्छ एबिलिटी बाइस। यसले गर्दा डिसिसन चाहिँ के हुन्छ, गल्ती हुने सम्भावना बढेर जान्छ, यसले गर्दा इरर आउँछ। अर्को हुन्छ एङ्करिङ बायस। एङ्करिङ बायस भनेको चाहिँ के हुन्छ भने यदि हामीसँग कुनै फर्स्ट पिस अफ इन्फर्मेसनको आधारमा हामी निर्णय गर्छौँ भने यसलाई भन्छ एङ्करिङ बायस। कुनै मान्छेले हामीलाई पहिलो नजरमा राम्रो लाग्यो वा पहिलो नजरमा नराम्रो लाग्यो र त्यसकै आधारमा हामी डिसिसन गर्छौँ भने यसलाई भन्छ एङ्करिङ बायस। त्यही कारणले कतिवटा इङ्ग्लिसमा छ नि, के अरे फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन, यो एङ्करिङ बायसको कारणले गर्दा हो। त्यो बायसले गर्दा पनि हजुरको के हुन्छ भने अल्टिमेटली हजुरको डिसिसन गल्ती हुन सक्ने सम्भावना अलि बढी हुन्छ। त्यही कारणले यो एङ्करिङ बायसबाट बच्नुपर्ने हुन्छ हामीले। अर्को बायस हुन्छ कन्फर्मेसन बायस। कन्फर्मेसन बायस भनेको कस्तो हुन्छ भने यो गजबको बायस छ। यो कन्फर्मेसन बायस भनेको हाम्रो जुन आफ्नो ओपिनियन छ त्यो ओपिनियनसँग म्याच गर्ने खालको इन्फर्मेसन हामीले पायौँ भने हामीलाई त्यो एकदम ठिक लाग्छ, त्यसको आधारमा हामी निर्णय गरिहाल्छौँ। यदि हाम्रो कुनै प्रतिको केही धारणा छ र त्यही धारणा अर्को मान्छेले पनि भन्यो भने हामीलाई त्यो मान्छे एकदम ठिक लाग्छ, अथवा एकदम यो कुरा सही हो जस्तो लाग्छ, अथवा चाहिँ हामीले कुनै निर्णय गर्नुपर्ने छ अनिखेर हामीले रिपोर्टिङ गर्ने मान्छेले हामीले मनमा जे सोचेको छौँ त्यस्तै खालको भनिदियो भने हामीले त्यो गरेर त्यसकै आधार निर्णय गर्छौँ भने भन्छ कन्फर्मेसन बायस। यदि हाम्रो भन्दा एगेन्स्टको ओपिनियन के हो, उसको कुरा के हो हामी सोच्दैनौँ र हामीसँग जुन कुरा अप्सन ठिक लाग्छ त्यसको आधारमा मात्रै निर्णय गर्छौँ भने यसलाई भन्छ कन्फर्मेसन बायस है। यो बायसले पनि हाम्रो डिसिजनलाई चाहिँ गल्ती बनाउने सम्भावना अलिक बढेर जान्छ। यसलाई भन्छ हाम्रो जुन बिलिफ हो त्यसको आधारमा निर्णय गर्छौँ भने चाहिँ यसलाई कन्फर्मेसन बायस भन्छ। यसको आधारबाट पनि हाम्रो इन्फर्मेसन गल्ती हुन सक्ने चान्स हुन्छ। अर्को हुन्छ एस्केलेसन अफ कमिटमेन्ट। यो एस्केलेसन अफ कमिटमेन्टको इक्जाम्पल हजुर म कसरी दिन्छु भने हेर्नुहोस् है, जस्तो हामी क्लासमा छौँ अनि क्लासमा भइसकेपछि चाहिँ हामीले केही कुरा गऱ्यौँ, केही कुरा हामीले गल्ती भन्यो भनेदेखि चाहिँ नि हामी त्यो ब्याक हुन सक्दैनौँ त्यहाँबाट। त्यो ब्याक नहुन सक्ने कारणले गर्दाखेरि चाहिँ नि हामी त्यो बायसमा पर्छौँ भने त्यसलाई भन्छ एङ्करिङ, के अरे एस्केलेसन टु कमिटमेन्ट। यदि हामीले कुन पहिलो निर्णय गरिसक्यौँ त्यो गल्ती भयो त्यसबाट हामी ब्याक हुन सक्दैनौँ भनेदेखि चाहिँ हुन्छ एस्केलेसन अफ कमिटमेन्ट। यसले गर्दा पनि के हुन्छ, हाम्रो डिसिजन चाहिँ गल्ती हुन सक्छ भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। त्यही कारण यो सबै यो चारवटा एस्पेक्टको आधारबाट चाहिँ हाम्रो डिसिजन गल्ती हुन्छ। तर बट इन रियालिटी के हुन्छ भने हाम्रो यो पुरै बायसहरूलाई हामी जिरो बनाउन सक्दैनौँ। हाम्रो बेसिक एक्जिस्टेन्स अफ ह्युमन बिङ चाहिँ यो बायसको कारणले गर्दा, किनभने हामीले धेरैजनासँग डिल गर्नुपर्ने हुन्छ, धेरैजनासँग
बोल्नुपर्ने हुन्छ, धेरैजनासँग सङ्गत गर्नुपर्ने हुन्छ, जसले गर्दाखेरि हाम्रो दिमागले यो सर्टकट बायस बनाएको हुन्छ, जसले गर्दा हामीले छिटो छिटो काम गर्न सहयोग पुर्याउँछ। त्यही कारण इन रियालिटी यो बायस हामी सबैसँग हुन्छ, हजुरसँग मसँग हामी सबैसँग हुन्छ। तर हामीले के चाहिँ बुझ्नु पर्यो भने यो बायस मसँग छ, त्यही कारणले यो बायसनेसको आधारमा अलिकति मेरो डिसिजनलाई गल्ती बनाउन सक्छ भनेर चाहिँ यसको बारेमा अलिकति इभ्यालुएट चाहिँ गर्नुपर्ने हुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्यो। त्यही कारणले यो जिरो कहिले पनि हुँदैन, तर यसलाई चाहिँ हामीले कन्ट्रोल गर्न चाहिँ सक्छौँ। त्यही कारणले यो डाइमेन्सन्सको बारेमा बुझ्नु पर्यो। हाम्रो डिसिजन किन गल्ती हुन्छ, किन इनइफेक्टिभ हुन्छ भन्ने यो बायसको कारणले गर्दा पनि हुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्यो। केही समस्या छ हजुरहरूलाई यसमा? ल म अगाडि बढेँ। छैन। सर के च्याट बक्समा एक दुईवटा मेसेजहरू छन्? हो च्याट बक्समा यो डिटेलमा नोटहरू चाहिँ म गरिहाल्छु। प्लानिङको हो एउटै नै हो त, डिसिजन मेकिङ प्रोसेस प्लानिङको प्रोसेस एउटै त भयो नि, एउटै नै हो सर त होइन। अलिअलि फरक छ, हजुरले सिग्निफिकेन्ट फरक छैन, कुरा एउटै हो। त्यही कारण मैले हजुरलाई नोट्समा चाहिँ दुवैको राखिदिएको छु। डिसिजन मेकिङ प्रोसेस र प्लानिङको प्रोसेस एउटै हो, हजुर नोटमा हेर्न सक्नुहुन्छ। त्यही कारण मैले खासै प्लानिङ प्रोसेस देखाइनँ, त्यो एउटै कुरा हो है। अब अर्को मोबाइल जोडिनु सर, बााउन्ड्री रेसनालिटी डिफ्रेन्स, बााउन्डेड रेसनल, बााउन्डेड र ऱ्यासनलको बााउन्डेड ऱ्यासनल भनेको चाहिँ ऱ्यासनालिटी तपाईँको र मेरो ऱ्यासनालिटी फरक पर्छ भने त बााउन्डेड ऱ्यासनालिटी भयो। र एब्सोल्युट ऱ्यासनालिटी भनेको चाहिँ चाहे तपाईँले निर्णय गर्नुहोस् या मैले गर्नुहोस्, हाम्रो चाहिँ सोच त एउटै हुनु पर्यो क्या। एन्सर एउटै आयो भने, वान बेस्ट सोल्युसन आयो भने प्योर ऱ्यासनल भयो। तर इन रियल लाइफमा चाहिँ त्यो प्योर ऱ्यासनल चाहिँ कहिले पनि आउँदैन भनेर चाहिँ हामीले कुरा बुझ्नु पर्यो है। ल म अगाडि बढ्छु, अगाडि बढ्छु है। र यो इथिकल फ्रेमवर्कको पनि हामीले कुरा गरौँ है। यो इथिकल फ्रेमवर्क भनेको यो पनि हजुरलाई चाहिन्छ। इथिकल फ्रेमवर्क कहाँ चाहिन्छ भनेदेखि चाहिँ नि हामीले डिसिजन गर्दै गर्दाखेरि चाहिँ नि यस्तो खालको इथिकल फ्रेमवर्कमा बस्नुपर्छ भन्ने कुरा हो। सबैभन्दा पहिलो कुरा, हामीले यदि निर्णय गर्दैछौँ भने हाम्रो क्यापासिटी, रिस्क टोलरेन्स क्यापासिटी कति हो त्यो बारेमा हामी क्लियर हुनु पर्यो है। यो क्यापासिटीको कुरा गर्छ, त्यसमा हामी क्लियर हुनु पर्यो भने अर्गनाइजेसन पनि क्लियर हुनु पर्यो। अर्गनाइजेसनले पनि हामीलाई निर्णय गर्न दिँदाखेरि चाहिँ यो मान्छेको कति क्यापासिटी हो त्यो आइडेन्टिफाई गरेर त्यस खालको निर्णय मात्रै गर्न दिनु पर्यो। र हामीले पनि निर्णय गर्दाखेरि हाम्रो क्यापासिटी कति हो बुझेर त्यही अनुसारको निर्णय गर्नु पर्यो। किनभने हाम्रो इन्फर्मेसन जति राम्रो, जति हाम्रो क्यापासिटी जति राम्रो भयो त्यति इन्फर्मेसन एनालाइसिस गर्न सकौँ, त्यति नै राम्रो डिसिसन गर्न सक्ने कारणले गर्दा टोलरेबल रिस्क हामीले हेर्नुपर्ने हुन्छ। अर्को युटिलिटेरियनिजम भन्छ। हाम्रो इथिकल डिसिजन गर्दा इथिकल कुरा कहाँ ध्यान दिनुपर्छ भने हामीले जहिले पनि ग्रेटेस्ट गुडमा ध्यान दिनुपर्छ है। यो ग्रेटेस्ट गुड भन्छ क्या यसले। यसले के भन्छ भने कहिलेकाहीँ निर्णय गर्दाखेरि यदि 5 जनालाई राम्रो हुन्छ, 2 जनालाई नराम्रो हुन्छ भने हामीले 5 जनालाई राम्रो हुने निर्णय गर्नुपर्छ भन्छ। यो युटिलिटेरियन हो, नियम अन्तर्गत हुनु पर्यो, नियमभन्दा बाहिर गर्दा गर्न पाइएन। तर यदि ग्रेटेस्ट गुड धेरैलाई राम्रो र कमलाई नराम्रो हुनेछ भने त्योबाट, किनभने चाहिँ सबैलाई राम्रो हुने डिसिजन कहिले पनि सम्भव छैन। त्यही कारण जहिले पनि धेरैलाई राम्रो हुने र कमलाई नराम्रो हुने डिसिजन हामीले गर्नुपर्छ। यो इथिकल फ्रेमवर्कमा हामी बस्नुपर्छ भन्ने कुरा हो। अर्को यो राइट्सको कुरा, उनीहरूको चाहिँ जुन फन्डामेन्टल राइट्सहरू हुन्छ त्यसलाई पनि हामीले, फन्डामेन्टल जुन राइट हुन्छ यो फन्डामेन्टल राइट्सलाई चाहिँ हामीले के गर्नुपर्छ, उसलाई इन्स्योर गर्ने खालको डिसिजन गर्दाखेरि कसैको पनि फन्डामेन्टल राइट हनन हुनु हुँदैन। र कसैको बिच जस्टिस मेन्टेन गर्नुपर्छ, हामीले चाहिँ कुनै पनि प्रकारको भेदभाव गर्नु हुँदैन भन्ने कुरा हामीले हेर्छौँ। त्यही कारणले इथिकल फ्रेमवर्क डिसिजन मेकिङमा चाहिँ के कुरा ध्यान दिनुपर्छ भने हाम्रो टोलरेबल रिस्क क्यापासिटी कति हो त्यो हेर्नु पर्यो, युटिलिटेरिजम फलो गर्नु पर्यो, ग्रेटेस्ट गुडमा ध्यान दिनु पर्यो, फन्डामेन्टल राइट कसै पनि हनन गर्नु भएन, र जस्टिस मेन्टेन गर्नु पर्यो। जस्टिस पनि विभिन्न प्रकारका छन्, प्रोसिडरल जस्टिस छ, त्यसपछि डिस्ट्रिब्युटिभ जस्टिस छ, इन्फर्मेसन जस्टिस छ। यो सबै जस्टिसहरू चाहिँ मेन्टेन गर्नु पर्यो, हामीले कुरा बुझ्नुपर्छ है। यो कुरा हामीले हेर्छौँ। यो भनेको इथिकल फ्रेमवर्क अफ डिसिजन मेकिङको कुरा हामीले गर्यौँ। अब अर्को कुरा छ, यसमा कसैलाई केही समस्या छैन है इथिक्सको बारेमा? अब म सेकेन्ड वाला भन्दैन न एकचोटि फेरि। कुन सर? युटिलिटेरियम? हजुर
यो देखिया सँगसँगै युटिलिटेरिजमले के भन्छ भने हजुरले कुनै पनि प्रकारको निर्णय गर्दा किनभने चाहिँ नि हजुरले निर्णय गर्दाखेरि सबैलाई राम्रो हुन्छ भन्ने कन्डिसन हुँदैन, कसैलाई नराम्रो हुन्छ। तर हजुरले निर्णय गर्दा के चाहिँ ध्यान दिनु पर्यो भने यदि चाहिँ तपाईँले निर्णय गर्दाखेरि धेरैलाई राम्रो कमलाई नराम्रो हुन्छ भनेदेखि चाहिँ नि तपाईँलाई धेरैलाई राम्रो हुने निर्णय गर्नु पर्यो, कमलाई राम्रो धेरैलाई नराम्रो हुने खालको निर्णय गर्नु भएन भनेर चाहिँ यो इथिकल फ्रेमवर्कले कुरा गर्छ। तर फेरि त्यो भन्दै गर्दा फेरि यहाँ तल राइट्स र जस्टिस पनि कुरा छ है, फेरि राइट्स पनि इन्स्योर गर्नु पर्यो र जस्टिस पनि इन्स्योर गर्नु पर्यो। तर यो कुरा चाहिँ इथिकल फ्रेमवर्कमा आउँछ है। माथिकोले के रिस्क टोलरेन्स लिमिट भन्नेको छ। रिस्क टोलरेन्स के टोलरेबल रिस्क के हुन्छ भने तपाईँले निर्णय गर्न बस्दा यदि तपाईँ निर्णयकर्ता हो र तपाईँले निर्णय गर्नुपर्ने छ भने आफ्नो रिस्क टोलरेबल क्यापासिटी भन्दा माथिको निर्णय गर्नको लागि तपाईँ उद्धत हुनु भएन, तपाईँले गर्नु भएन। यदि मलाई थाहा छ म चाहिँ अनसर्टेन्टीमा डिसिजन गर्न सक्दिनँ भनेदेखि चाहिँ नि फोर्सफुली त्यो डिसिजन गर्नेतिर लाग्नु भएन तपाईँको एस्पेक्टबाट। र अर्गनाइजेसनले पनि तपाईँलाई त्यो डिसिजन गर्ने अधिकार चाहिँ यो मान्छेको क्यापासिटी कति छ त्यसको आधारमा मात्रै निर्णय गर्न उसलाई अधिकार दिनुपर्छ भन्न खोजेको, त्यो इथिक्स कुरा गरे अहिले है। अब एट लास्ट हामीहरू आज मैले पनि धेरै कुरा मैले गरिनँ, अलिक फास्ट पनि भनिरहेको छु किनभने हजुरसँग नोट पनि एभाइलेबल हुन्छ र हामीले अलिकति चाँडै पनि सक्नुपर्ने कारणले गर्दाखेरि चाहिँ नि होइन यो हेरिरहेको छु। र म्यानेजरल टुल्स र टेक्निक्सको पनि कुरामा गर्छु है। निर्णयको यति गरेपछि लगभग अलिकति हामी प्लानिङ डिसिजन मेकिङमा लास्टमा हेर्छौँ अनि सकिन्छ। यो टुल्स एन्ड टेक्निक्स हजुरहरूले हेरिसक्नु भएको छ, यसमा नयाँ कुरा केही पनि छैन। क्वान्टिटेटिभ टुल्सको कुरै गर्दाखेरि चाहिँ नि यहाँ रिग्रेसन एनालिसिस यो फोरकास्टिङको एउटा टेक्निक्स हो र ट्रेन्ड एनालिसिस, यसलाई टाइम सिरिज एनालिसिस पनि भन्छ है, यसलाई टाइम सिरिज एनालिसिस पनि भन्छ। अनिखेर चाहिँ नि यो हामीले क्वान्टिटेटिभ टुल्स भन्छ। अर्को ब्रेक इभन एनालिसिस पनि हामी गर्न सक्छौँ। यसमा चाहिँ कुन पोइन्टमा गएर ब्रेक इभनमा पुग्छ भन्ने कुरा भन्छौँ। फाइनेन्समा अकाउन्टमा हामी यो क्यारी आउट गरेर आएको छौँ, केही समस्या भएन। र कस्ट बेनिफिट एनालिसिस यो टुल पनि हामी डिसिजन मेकिङ गर्दाखेरि चाहिँ गर्छौँ। हेर्नुहोस् है, यो सबै टुल्स भनेको डिसिजनलाई सपोर्ट गर्ने टुल हो है। यो डिसिजन लिँदै गर्दाखेरि यो सपोर्ट टुलको रूपमा डिसिजन सपोर्ट टुल्सहरू यसको रूपमा चाहिँ हामीले प्रयोग गर्न सक्छौँ। यो पछि हामी अप्रोच पढ्दा क्वान्टिटेटिभ अप्रोचबाट आएको भन्ने कुरा हामी हेर्छौँ, यसमा हामी पछि गइहाल्छौँ। तर यो रिग्रेसन, अब हजुरको यो रिग्रेसनको बारेमा क्वेसन आउँछ एउटा अब्जेक्टिभमा, तपाईँको स्ट्याटिस्टिक्स खण्ड रिसर्चबाट जुन 10वटा क्वेसन आउँछ त्यहाँमध्ये रिग्रेसनको बारेमा, ट्रेन्ड एनालिसिसको बारेमा, टाइम सिरिजको बारेमा चाहिँ क्वेसनहरू आउन सक्छ। यसमा हजुरहरू क्लियर हुनुपर्छ है। रिग्रेसनको बारेमा चाहिँ क्लियर हुनु हामी पछि हेरिहाल्छौँ। तर यो सम्बन्धित क्वेसनहरू चाहिँ स्ट्याटबाट चाहिँ आउन सक्छ। तर टुल्सको बारेमा कुरा गर्दाखेरि तपाईँलाई क्वेसनमा टुल्स सोधिहाल्यो भने फोरकास्टिङमा रिग्रेसन, ट्रेन्ड एनालिसिस, त्यसपछि ब्रेक इभन एनालिसिस पनि हामी क्यारी आउट गर्छौँ भने कस्ट एन्ड बेनिफिट एनालिसिस पनि हामीले क्यारी आउट गर्छौँ। हजुरलाई कस्ट बेनिफिट एनालिसिसको बारेमा थाहा छ है? कस्ट बेनिफिट एनालिसिस सजिलो एनालिसिस, हामीले यो एक्सप्लेन गर्दा सजिलो, क्यारी आउट गर्दा गाह्रो है। यसमा कस्ट बेनिफिट भने जस्तो कस्ट हामी हेर्छौँ, कस्ट सुड बी लोवर अर इक्वल टु बेनिफिट चाहिँ हुनुपर्छ है। मैले इक्वल टु किन भनेको कहिलेकाहीँ इक्वल टु पनि हुनसक्छ। कस्ट बराबर बेनिफिट भयो भने यो प्राइभेटले चाहिँ क्यारी आउट गर्दैन, तर सरकारले चाहिँ प्रोजेक्ट क्यारी आउट गर्दाखेरि कस्ट इक्वल टु बेनिफिट छ भने त्यो प्रोजेक्ट चाहिँ कहिलेकाहीँ इस्टाब्लिस हुनसक्छ। त्यही कारण हाम्रो मेन भनेको कस्ट र बेनिफिट हामीले हेर्ने हो। कस्ट भनेको हाम्रो सबै मोनिटरी नहुनसक्छ, नन मोनिटरी कस्ट पनि हामीले इन्टिग्रेट गर्छौँ। जस्तो हेर्नुहोस् है, यो कस्ट बेनिफिट एनालिसिस कस्तो हुन्छ भने यो गभर्मेन्ट लेभल क्यारी आउट यदि हजुरले हाइड्रो पावर बनाउँदै हुनुहुन्छ भने हाइड्रो पावरबाट आउने इन्कम मात्रै हामीले हेर्दैनौँ। त्यो हाइड्रो पावर बनेको कारणले गर्दाखेरि गाउँमा कतिजनाले रोजगारी पाए, बाटो कति बन्यो, इकोनोमिक एक्टिभिटी कति क्यारी आउट भयो, सोसियल इम्प्रुभमेन्ट कति भयो, यो सबै हाम्रो बेनिफिट हो। र त्यो बाँध बनेको कारणले गर्दाखेरि मोनिटरी मात्रै होइन, त्यसले कति जीव त्यो इकोसिस्टममा नकारात्मक असर पर्यो, त्यसको पोटेन्सियल तलको रिस्क कति हुन्छ भनेर सबै कस्ट पनि हेर्छौँ र त्यसलाई मोनिटरी भ्यालुमा चेन्ज गरेर कस्ट र बेनिफिट निकालेर र यदि हाम्रो कस्टभन्दा बेनिफिट बढी छ भने अनि त्यो हामी चुज गर्छौँ। यसलाई भन्छ कस्ट बेनिफिट एनालिसिस। हामी यो इकोनोमिक्समा अलिक बढी युज गर्छौँ, नन मोनिटरी फाइनेन्सियल अथवा एकाउन्टिङमा गर्दाखेरि चाहिँ हामी मोनिटरी कस्ट मात्रै हामी हेर्छौँ है। यो कुरा हामीले बुझिहाल्यौँ, कसैलाई केही समस्या छैन होला। अब हामी कुरा गर्छौँ क्वान्टिटेटिभ टुल्समा। क्वान्टिटेटिभ टुल्सको कुरा गर्दा सबैभन्दा इम्पोर्टेन्ट एउटा
तीनटा छ यहाँ क्वान्टिटेटिभ टुल्समा। एउटा ब्रेन स्टर्मिङ छ, त्यसपछि अर्को छ डेल्फी टेक्निक, र अर्को नोमिनल ग्रुप टेक्निक भन्ने छ। अब ब्रेन स्टर्मिङ भनेको बाई नेचर कस्तो खालको हुन्छ भने यसमा न्युमेरिकली नआउने भएको कारणले गर्दा ब्रेन स्टर्मिङ भने यहाँ नामले भन्छ दिमागमा आँधीबेरी ल्याउने काम हो। यसमा चाहिँ के गर्छ भने कुनै पनि प्रब्लम छ भने ग्रुपमा राखेर मान्छेहरूलाई त्यो प्रब्लमसँग सम्बन्धित जस्तो सल्युसन आउँछ त्यो सल्युसन उनीहरूलाई दिन हामी भन्छौँ। त्यो सल्युसन राम्रो होस् नहोस्, फिजिबल होस् नहोस्, हामीलाई केही पनि भन्दैनौँ र उसले दिएको प्रत्येक सल्युसनमा हामी डिस्कसन गर्छौँ र त्यहाँमध्येको बेस्ट सल्युसनलाई अगाडि बढाउँछौँ भने त्यसलाई भन्छ ब्रेन स्टर्मिङ है। अर्को हुन्छ डेल्फी टेक्निक। डेल्फी टेक्निकमा चाहिँ के भन्छ भने हामी यहाँ एक्सपर्टहरूले एक्सपर्टहरूले के गर्नुहुन्छ भनेदेखि चाहिने विभिन्न फैलेर एकले अर्कालाई एक्सपर्टले देख्दैनन् र एउटा प्रब्लम हामी एक्सपर्टलाई दिन्छौँ र त्यो प्रब्लम सबैलाई, जस्तो 10वटा एक्सपर्ट छन् भने 10वटा प्रब्लम स्टेटमेन्ट प्रब्लम हामी दिन्छौँ। त्यो प्रब्लमलाई उहाँहरूले चाहिँ ओपिनियन दिनुहुन्छ। ओपिनियन दिइसकेपछि मोडरेटरले त्यसलाई एग्रिगेट गर्छ। यदि कमन छ भने त्यसलाई हटाएर एकै ठाउँमा ल्याउँछ अनि फेरि एक्सपर्टलाई पठाइदिन्छ। एक्सपर्टलाई पठाइसकेपछि फेरि उहाँहरूले ओपिनियन दिनुहुन्छ अनि यसले फेरि मोटिभेट गर्छ, फेरि जान्छ जबसम्म उहाँहरूले स्ट्याटिस्टिकली सिग्निफिकेन्ट लेभलसम्म सिमिलर नेचरमा आउँदैन तबसम्म उहाँहरूले यो रिपिट गरे हुनुहुन्छ। हामी ब्याचलर्समा पढ्दै गर्दाखेरि चाहिँ जबसम्म युनिफर्मिटी आउँदैन रिपिट गरेछौँ भने हामीले पढेको थियौँ, तर पछि पढ्दै गएपछि के बुझ्यो भने 100% चाहिँ कुरो मिल्दैन, तर सर्टेन लेभलको 70-80% कुरो मिल्छ भने त्यो ओपिनियनमा हामी चाहिँ अगाडि बढ्छौँ मेजोरिटीको। जस्ट तर डेल्फी टेक्निकमा के हुन्छ भने सबै एक्सपर्टको ओपिनियन चाहिँ जबसम्म एउटै खालको आउँदैन त्यो घुमेको गर्छ है। तर नोमिनल ग्रुप टेक्निकमा के हुन्छ, यहाँ ग्रुप हुन्छ, यहाँ फेस टु फेस हुन्छ, यहाँ फेस टु फेस यहाँ डिस्कसन हुन्छ, यहाँ प्रब्लम हामी दिन्छौँ, उहाँहरूले ओपिनियन दिनुहुन्छ अनि डिस्कसन गर्छौँ। डिस्कसन गरिसकेपछि चाहिँ हामी के गर्छौँ अनिखेर चाहिँ त्यहाँ कसैले आफ्नो ओपिनियन मर्ज गर्न चाहनु मर्ज गर्नुहुन्छ र यहाँ चाहिँ भोटिङ हुन्छ र भोटिङमा जसले जित्छ उसको ओपिनियन लिने हो। त्यही कारण नोमिनल ग्रुप टेक्निकमा भोटिङ हुन्छ, ग्रुप हुन्छ। त्यही कारण नोमिनल ग्रुप भनेको त्यो कामको लागि मात्रै ग्रुप बनाएको भएर नोमिनल ग्रुप भनेको, यो अरू कामको लागि होइन, त्यो ब्रेन स्टर्मिङ गर्न मात्रै, त्यो कुनै प्रब्लम सल्भ गर्न मात्रै बनेको भएर नोमिनल ग्रुप टेक्निक भन्छ। एकछिनको लागि ग्रुप बनाएको हुन्छ र यसमा अल्टिमेट भोटिङ गरेर डिसिजन गरिन्छ भने डेल्फी टेक्निकमा जबसम्म एउटै खालको सल्युसन आउँदैन त्यो प्रोसेस रिपिट भएकै गर्छ है। यसको बारेमा नोटहरू छ, यसको बारेमा हजुरहरूले बुझ्नु भएन भने नोट हेरेर हजुरले हेर्न सक्नुहुन्छ। र कसैलाई केही भन्नु छ यसमा, कसैले नबुझ्नु भएको छ केही? सर जस्तै प्लानिङको टुल्स र डिसिजन मेकिङको छुट्टै टुल्स भन्यो भने नि यिनीहरूलाई लेख्ने हो कि अलग अलग हुन्छन् हजुरको? जस्तै म पढाउँछु होइन ब्याचलर लेभलमै, हजुर क्वालिटेटिभ क्वान्टिटेटिभ भनेर छुट्टै दिएको हुन्छ कि बुकहरूले चाहिँ। त्यही भएर कुनलाई मान्ने हजुरको आधिकारिक? जस्तै म्यानेजरियल टुल्स भयो नि, जस्तै प्लानिङको टुल्स भनेर प्लानिङ एन्ड डिसिजन मेकिङ टुल्स भनेर त क्वालिटेटिभ क्वान्टिटेटिभ भनेर हामीले यही दिन सक्यौँ होइन। कहिलेकाहीँ प्लानिङको टुल्स मात्रै भनेर छुट्टै दिन्छ अनि डिसिजन मेकिङको टुल्स भनेर छुट्टै क्वेसन सोध्यो भने के गर्ने? हजुरहरूलाई चाहिँ टुल्स के हो भनेर हजुरलाई सोध्दैन। हजुरहरूको चाहिँ क्वेसन कस्तो आउँछ हजुरले के बुझ्नु पर्यो भने सजिलो क्वेसन आउँदैन, हजुरको क्वेसन एनालिटिकल क्वेसन आउने हो। हजुरलाई के समस्या सोध्न सक्छ भने चाहिने डिसिजन गर्दै गर्दाखेरि चाहिने किन कस्तो खालको टुल्स प्रयोग गर्ने भन्दा पनि डिसिजन किन इफेक्टिभ हुन्छ वा किन इफेक्टिभ हुँदैन भन्दा अगाडिको सबै कुरा प्लस यो टुल्सको कुरा पनि आउँछ। यदि हजुरहरूलाई फेरि टुल्स सोधिहाल्यो भने डिसिजन मेकिङको टुल्स यही हो। क्वान्टिटेटिभ टुल्समा फोरकास्टिङको कुरा, ट्रेन्ड एनालिसिस कुरा, ब्रेक इभन एनालिसिस कुरा, कस्ट यही कुरा आउँछ भने क्वान्टिटेटिभ ब्रेन स्टर्मिङ, डेल्फी र नोमिनल। हजुरले प्लानिङको टुल्समा के भन्नुहुन्छ सर हजुरले? यस्तै छन् सर, मिक्स गरेर दिएको छ कि ब्याचलर लेभलका हो। बुकहरूले। अब हजुरहरूले मैले हजुरलाई पहिले नै एउटा कुरा के भने हामीले आज जुन पिओएलसी फ्रेमवर्क पढ्यौँ, पिओएलसी फ्रेमवर्कमा मैले प्रोसेसको पनि एउटै हुन्छ भने र प्लानिङ र डिसिजन मेकिङ चाहिँ एक आपसमा परिपूरक हुन् र एउटा प्लानिङ गरेपछि अल्टिमेटली डिसिजन मेकिङ हुन्छ। त्यही कारण यो एउटै नेचरको काम हुन्। यो प्लान भनेको प्लानिङ गर्नु, अल्टिमेट इम्प्लिमेन्ट गर्ने कारणले गर्दा यो टुल्सको प्रोसेसको कुरा पनि एउटै हुन्छ। त्यसमा चाहिँ यो दुइटै सोध्दैन, त्यो एउटै नेचरको हुन्छ। मैले हजुरलाई चाहिँ हामीले जुन बाई नेचर हामीले हेरौँ नि पिओएलसी फ्रेमवर्कबाट, त्यही कारण दुवैको टुल्स पनि एउटै खालको चाहिँ हुनसक्छ। त्यसमा हजुरले केही टेन्सन लिनु पर्दैन।
है। हुन्छ, हस् सर, हस्, म त्यही कारणले हजुर के झुकिनु भएन भने प्लानिङको टुल्स अर्कै होला, डिसिजन मेकिङको टुल्सको अर्कै होला। अब कसरी गर्ने भनेर झुकिनु भएन, किनभने मैले स्टार्टिङमा प्लानिङ एन्ड डिसिजन मेकिङ भनेर एउटै टपिक राखेको छु नि त होइन, हजुरले बुझ्नु होला नि होइन। र प्रोसेस पनि एउटै हो, अनि के अरे नेचर पनि एउटै खालको हो। कारणले गर्दाखेरि मैले हजुरलाई किन बेसिक म्यानेजरल फङ्सन भनेको प्लानिङ गर्ने र डिसिजन मेकिङ, प्लानिङ एन्ड डिसिजन मेकिङ, प्लानिङ एन्ड डिसिजन मेकिङ, यो चाहिँ इन प्रोसेस कन्टिन्युसली एक आपसमा स्पाइरली घुमिरहने कारणले गर्दाखेरि चाहिँ नि यसको टुल्स टेक्निक्स प्रोसेस एउटै खालको हुन्छ। यसमा खासै हजुरले चिन्ता लिनु परेन है, यो टेक्निक लेख्दा हुन्छ। अब अर्को कुरा म हजुरलाई के कुरा, रिलेसनसिप बिट्विन प्लानिङ एन्ड डिसिजन मेकिङ। अब त्यो पनि प्लानिङको के टुल्स छ मलाई भन्नु होला, म त्यसपछि हजुरको कुरा गर्छु है। रिलेसनसिप बिट्विन प्लानिङ एन्ड डिसिजन मेकिङको चाहिँ हामी एट लास्टतिर आउँदैछौँ। यहाँ कुरा हामीले के बुझ्नु पर्यो भने प्लानिङ चाहिँ यहाँ अल्टिमेटली बुझ्नुपर्ने कुरा हामीले के हो भने प्लानिङको अल्टिमेट युज यो इज युजलेस विदाउट डिसिजन मेकिङ। यदि प्लानिङ गर्नुभयो विदाउट डिसिजन मेकिङ हो भने यो डे ड्रिमिङ मात्रै हो है। र डिसिजन मेकिङ इज इनइफेक्टिभ विदाउट प्लानिङ। यदि प्लानिङ बिना डिसिजन मेकिङ गर्नु हो भने यो पनि के हुन्छ, इनइफेक्टिभ हुन्छ। त्यही कारणले डिसिजन र प्लानिङ चाहिँ कन्टिन्युसली हुनु पर्यो। त्यही कारणले एट लास्ट हजुरले के बुझ्नुपर्छ भने यो स्टुडेन्टहरूले याद गर्नु होला, प्लानिङ इज युजलेस विदाउट डिसिजन मेकिङ एन्ड डिसिजन मेकिङ इज इनइफेक्टिभ विदाउट प्लानिङ। यो कुरा हामीले बुझ्नु पर्यो। एक आपसमा परिपूरक शब्दहरू हुन्, परिपूरक एक्टिभिटी हुन्, एकले अर्कालाई सघाउँछ, एउटा मात्रै भएर चाहिँ हाम्रो चाहिँ म्यानेजरल फङ्सन पुरा हुँदैन। र इफेक्टिभ प्लान प्रोभाइड्स फ्रेमवर्कको कुरा गर्छ भने, र गुड डिसिजन्स एक्सट्रिम यो इफेक्टिभली एक्जिक्युट प्लान्स, र यो डिसिजन्सले चाहिँ त्यसलाई एक्जिक्युट गर्ने काम गर्छ। र आज हामीले चाहिँ के हेऱ्यो भने प्लानिङ एन्ड डिसिजन मेकिङको बारेमा हेरेँ। मैले हजुरलाई धेरै इलाबोरेट गरिनँ, किनभने चाहिँ यो इलाबोरेट धेरै गरौँ भने 5 दिन 10 दिन सकिँदैन। मैले फास्ट हजुरहरूलाई भने, हजुरले यो कुरा बुझिरहनु भएको छ भनेर भने, खालि हजुरलाई कस्तो खालको क्वेसन सोध्न सक्छ भनेर चाहिँ हजुरले त्यही अनुसार मैले भने। अब यसमा हजुरलाई केही सोध्नु पर्ने छ, मैले बुझाउँदाखेरि चाहिँ अलिकति बुझाउन सकिनँ, हजुरहरूले चाहिँ अलिकति कन्फ्युज भएको छ जस्तो लाग्छ भने हजुरले मलाई सोध्दा हुन्छ। त्यसपछि म हजुरको एन्सर गरेर अनि अगाडि बढ्छु। ल त्यसो भए चाहिँ आज कसैको केही पनि छैन है। हामीले के पढ्यो अलिकति रिक्याप गरौँ। हामीले के हेऱ्यौँ भनेदेखि चाहिँ नि प्लानिङ र डिसिजन मेकिङको बारेमा हामी हेऱ्यौँ। हामीले म्यानेजमेन्टको डेफिनेसन हेऱ्यौँ, इफिसियन्सी र इफेक्टिभनेसको बारेमा हेऱ्यौँ। हामीले पिओएलसी फ्रेमवर्कको बारेमा हेऱ्यौँ, हेनरी फेयोलले बनाएको भने हेऱ्यौँ। वाइडली युज फ्रेमवर्कको उसको कुरा पनि गऱ्यौँ। प्लानिङ, अर्गनाइजिङ, लिडिङ, कन्ट्रोलिङ पनि कुरा गऱ्यौँ। यो पिओएलसी फ्रेमवर्क अन्तर्गत एउटा मात्रै स्क्विज, यो 4वटा फङ्सनलाई स्क्विज गरेर एउटा मात्रै मोस्ट इम्पोर्टेन्ट फङ्सन कुन हो भने त्यो प्लानिङ एन्ड डिसिजन मेकिङ भनेर पनि भन्यौँ। पिओएसएलसी फ्रेमवर्कको बारेमा कुरा गऱ्यौँ, पिओएसटी कर्पको बारेमा कुरा गऱ्यौँ, प्लानिङको पनि भिएमजिओको बारेमा कुरा गऱ्यौँ। हामीले चाहिँ कसै हजुर सुन्न सक्छ भिएमजिओको बारेमा। भिएमजिओ भनेको भिजन मिसन गोल्स अब्जेक्टिभ्सको कुरा गऱ्यौँ। हामीले क्यारेक्टरिस्टिक्सको पनि कुरा गऱ्यौँ है। यसमा पर्भेसिभ भनेको हजुरले याद गर्नु होला, अल लेभलमा काम लाग्छ भन्ने कुरा हजुरले बुझ्नु होला। र यो प्लानिङ यो मैले कुरा गरिहालेँ। प्लानिङ प्रोसेसको पनि कुरा गरेँ। सबैभन्दा विक पोइन्ट हाम्रो, सबैभन्दा विकेस्ट प्लानिङमा पोइन्ट भनेको चाहिने यो विक पोइन्ट भनेको यो हाम्रो प्लानिङ प्रेमाइस हो भन्ने कुरा पनि हामीले गरिहाल्यौँ। यही कारणले गर्दा प्लानिङ फेल हुने सम्भावना अलिक बढी हुन्छ। अरू त बढ्न सजिलो छ, तर प्लानिङ प्रेमाइस गर्न एकदम गाह्रो छ, यो कुरा गरिहालेँ। टाइप्स अफ प्लानिङको कुरा पनि लङ टर्म प्लानिङ, मिडियम टर्म प्लानिङ, सर्ट टर्म प्लानिङको पनि कुरा गरिहालेँ। स्ट्राटेजिक प्लानिङ र लङ टर्म प्लानिङको पनि डिफ्रेन्सको कुरा गरिहालेँ। स्ट्राटेजिक प्लानिङमा चाहिँ हामीले कम्पिटेटिभ पोजिसनको बारेमा हेर्नुपर्ने हुन्छ, रिसोर्स एलोकेसनको बारेमा हेर्नुपर्ने हुन्छ, र स्कोपको बारेमा। स्ट्राटेजिक भन्ने बित्तिकै 3टा शब्द आउनुपर्छ, मैले हजुरलाई भनिहालेँ। ट्याक्टिकल प्लानिङको पनि कुरा हामी गरिहाल्यौँ। हायरार्की अफ प्लानको पनि हामीले कुरा गरिहाल्यौँ। जहिले पनि प्रब्लम सल्भ गर्दाखेरि चाहिँ नि यो भिजन, मिसन, गोल, स्ट्राटेजिज, एक्सन प्लान, प्रोग्राम्स एन्ड बजेटको कुरा गरिहालेँ। सरले चाहिँ प्रोग्राम अगाडि थियो कि हुन्छ कि भनेर भन्नुभएको थियो एकजना सरले। ठिक छ, एकपल्ट म हेर्छु, तर मलाई जहाँसम्म लाग्छ एक्सन प्लान अगाडि हुनुपर्ने हो, त्यही पनि म एकपल्ट हेरेर हजुरहरूलाई भन्छु। त्यसपछि यो प्रब्लम सल्भिङ गर्दाखेरि चाहिँ यो काम लाग्छ, यो स्टेप्स फलो गर्नु होला। यो हामी पछि हजुरहरूलाई छुट्टै प्रब्लम सल्भिङ गर्ने सिकाउँदाखेरि यो पनि हजुरलाई फेरि रिपिट गरिहाल्छौँ। अहिले बुझ्नु मात्रै होला। हायरार्की अफ प्लानको बारेमा, कन्टिजेन्ट प्लानको कुरा गरिहालेँ, डिसिजन मेकिङको कुरा पनि गरिहालेँ, मोडलको कुरा गऱ्यौँ इम्पोर्टेन्ट, र बिहेभियर मोडलको बारेमा नबिर्सिनु होला 3टा एस्पेक्टहरू। इन्टिटिभ मोडलको बारेमा,
कुन अप्रोच बेस्ड हुन्छ, यो बायोसिसको पनि कुरा हामीले गरिहाल्यौँ, एथिकल फ्रेमवर्कको पनि कुरा गऱ्यौँ, यो टुल्स एन्ड टेक्निक्सको पनि कुरा गऱ्यौँ। सरले सोध्दै हुन्थ्यो यो प्लानिङ र यो डिसिजन मेकिङको टुल्स चाहिँ फरक हुन्छ कि एउटा भन्दा हुन्छ कि प्लानिङको टुल्स पनि यही हो, फोरकास्टिङ गरेर प्लानिङ गर्ने हो, यो फोरकास्टिङको रिजल्टको आधारमा प्लानिङ गर्ने हो, त्यही प्लानिङको आधारलाई इम्प्लिमेन्ट गर्ने भयो कारण टुल्स चाहिँ एउटै हो, किन त्यही प्लान हुन्छ, त्यो प्लानलाई इम्प्लिमेन्ट गर्ने कारणले एउटै टुल्स हुन्छ। मैले भने ब्रेक इभन एनालिसिस पनि प्लानिङमा हामी युज गर्न सक्छौँ र कस्ट बेनिफिट प्लानिङमा हामी गर्छौँ, ब्रेन स्टर्मिङ गर्ने प्लानिङ गर्नको लागि गर्छौँ, डेल्फी टेक्निक त्यही प्रब्लम सल्भिङ गर्नको लागि गर्छौँ भन्ने कुरा हामीले गरिहाल्यौँ र यो रिलेसनसिप बिट्विन प्लानिङ एन्ड डिसिजन मेकिङ गरिहाल्यौँ। यति हामीले आज हेऱ्यौँ। अब यसमा हजुरलाई केही मैले आजको सेसन यहीँ सक्छु, हजुरलाई केही सोध्नुपर्ने छ सोधौँ। अब यहाँ इन्स्टिट्युट सरले केही भन्नुहुन्छ भने भन्नु होला, नभए मेरो तर्फबाट आज यति हो, केही क्वेसन छ भने भन्नु होला, नभए मेरो तर्फबाट आज मैले सकेँ। खोइ विवेक सर कहाँ जानुभयो? धेरै धेरै धन्यवाद सर। आजको क्लास सरहरूलाई कस्तो लाग्यो आफ्नो फिडब्याक चाहिँ दिन नबिर्सनु होला। र यहाँ सरहरूले केही जिज्ञासा राख्नु भएको छ सर, म हजुरलाई एकचोटि यो ओल्ड क्वेसनहरू पाइन्छ कि पाइँदैन भनेर पनि एकजना सरले सोध्नु भएको छ, शङ्कर सरले, उहाँको एउटा यो क्वेसन। अनि अर्को हाम्रो दिनेश सरले सोध्नु भएको छ, सर क्लासको लास्टमा सिलेबसको बारेमा भनिदिनु, अलिक कन्फ्युज भयो फर्स्ट पेपरको सेकेन्ड पार्टको कस्तो क्वेसन आउँछ भनेर। फर्स्ट पेपरको सेकेन्ड पार्ट मैले जुन हजुरलाई दुईवटा खण्ड कुरा गरेको थिएँ, पहिलो खण्ड भनेको कमन पेपर भयो, दोस्रो खण्ड मैले हजुरलाई फेरि भन्छु है, हजुरहरूले जुन दोस्रो खण्डको लागि तयारी गर्नुपर्ने हुन्छ, हजुरले अब्जेक्टिभ क्वेसन मात्रै तयारी नगर्नु होला, यसरी थ्योरिटिकल्ली क्लियर हुँदै हुँदै अगाडि बढ्नु होला। यदि हजुरले अब्जेक्टिभ क्वेसन मात्रै हेर्नुभयो भने हजुरलाई काउन्टर प्रोडक्टिभ हुनसक्छ, हजुर झुक्किनु हुनसक्छ। त्यही कारणले सबैभन्दा बेस्ट स्ट्राटेजी भनेको हजुरले के गर्नु पर्यो भने थ्योरिटिकल्ली क्लियर हुँदै, यसरी हामी बरुभन्दा कुनै इस्यु छ भने हजुरले लिएर आउनु होला, हामी डिस्कस गर्छौँ, शनिबार बरुभन्दा अलिक टाइम निकालेर डिस्कस गरौँला, अनि त्यसपछि चाहिँ डिस्कस गर्दै अगाडि बढौँ। तर थ्योरिटिकल्ली साउन्ड क्लियर भइसकेपछि चाहिँ अब्जेक्टिभ क्वेसन त्यहीँबाट आउने हो। जति हजुरहरू थ्योरिटिकली साउन्ड हुनुहुन्छ त्यति नै हजुरको अब्जेक्टिभ मिल्ने हो। हजुरको अब्जेक्टिभ क्वेसन हामीले सिलेबस यसरी बनाएका छौँ कि यसले हजुरको बोथ सेकेन्ड पेपरको 10 नम्बरको पनि थ्योरिटिकल एस्पेक्ट पनि कभर गर्छ भने अब्जेक्टिभ क्वेसन पनि यसैले कभर गर्छ, त्यसरी सिलेबस बनाएको छ। त्यही कारण मैले भनेको कुरा हजुरहरू हेर्दै गर्नु होला, अरू कुरा चाहिँ मलाई भन्दै गर्नु होला, त्यसरी गऱ्यो भने हजुरलाई सब सजिलो हुन्छ है। अब मैले अर्को कुरा, सरले यो ओल्ड क्वेसनको कलेक्सन कुरा गर्नुहुन्छ, मसँग अघिल्लो वर्षको एउटा क्वेसन होला, अरू वर्षको त्योभन्दा अगाडि वर्षको क्वेसन छ भने हजुरहरूलाई ले मलाई उपलब्ध गराउनु होला, अथवा मलाई भन्दा नि यहाँ सरलाई नै उपलब्ध गराउनु होला, उहाँहरूले चाहिँ मलाई दिनुहुन्छ र त्यसपछि चाहिँ हामी डिस्कसन गर्नु ओपन। मैले हजुरलाई भनिहालेँ डिस्कसन गर्न अलवेज ओपन, र हामी डिस्कसन गर्छौँ। हजुरले सुनेर मात्रै हुँदैन, हजुर राइटिङ प्र्याक्टिस पनि गर्नुहुन्छ। र हाम्रो इन्स्टिट्युटको सरले अलिअलि यहाँ के कुरा गर्दै हुन्थ्यो, के गर्ने भनेर सरले हजुरलाई भन्नुहुन्छ होला। जसरी पनि हजुरलाई राइटिङ गर्नको लागि हामीले प्रेरित गर्नुपर्ने हुन्छ, त्यसमा इन्स्टिट्युटको सरले कसरी अगाडि बढ्ने सोच्नु भएको छ सरले हेर्नुहुन्छ है सर।